धन्यवाद डॉक्टर देवेन्द्रलाई माफ गर्नुहोला लामो समय हामीले छुट्याउन सकेनौं तर यो छोटो समयको प्रस्तुति राम्रो थियो जसले हाम्रो यो फलक बहसलाई अगाडि बढाउनलाई सहयोग गर्नेछ भन्ने मैले विश्वास लिएको छु। हामीसँग यो बहसमा जोडिनको लागि फ्लोरमा सहभागीहरू हुनुहुन्छ। यहाँहरूको सहभागितालाई उच्च सम्मान गर्दै हामीले एउटा participant poll राखेका छौं। So I would like to request all of you get your mobiles ready. We'll have a poll question and we request you to put your opinion on that poll that will guide us where we need to deep dive in this Falak Bahasma. Answer? What is the most critical form of fragmentation in Nepal today? As we speak now, there is a QR code. Please do scan. Athava join at sliod.com with the hashtag 382143. Great. There are 3 things: coordination, institutional governance, financing, risk pooling, and purchasing. I really enjoy this live poll. एकदम रमाइलो लाग्छ। बारहरू चेन्ज भइरहेको छ। 15 जना जोडिनु भएको छ तर फ्लोरमा धेरै साथीहरू हुनुहुन्छ। Please, I encourage you to scan the QR code and participate in the poll. Still, we have a few more minutes. 35%, 31%, 31%, back and forth. Purchasing seemed to be low. We're going 36, 32, 26, 3%. 36 people having their votes. Great. I see more than 36 on the floor. Honest. We will continue. 44 people, that's a great number. Big clap, really, it's a great. Please, more, have a say. Ozai, afno bichararu rakhnuस्, 44. यो पोल आउँदै गर्दाखेरि म हाम्रो आदरणीय फलक बहसमा सहभागिता जनाउने बहसकर्ताहरूलाई अगाडि निम्त्याउन चाहन्छु। Please, I would like to request all our panelists to be on the dais. Big hand. मैले अलि माफी माग्नु पर्ने हुन्छ आयोजकको तर्फबाट। हामी सबै टोपी लगाउने मान्छेहरू अगाडि छौं। भनेको मतलब हामी विशेष गरेर पुरुषहरूको सहभागिता मात्रै प्यानलमा देख्दाखेरि यहाँहरूले म लगायत यो आयोजकलाई अलिकति प्रश्न गर्नुहुनेछ। त्यसको लागि प्रश्न गर्न सकिन्छ, गर्नुस्। एकदमै राम्रो छ। मैले पनि प्रश्न गर्छु र यो कमजोरीलाई हामी सच्याउने छौं र we have our great commentator at the end reflecting and र अहिले म सहभागितासँग आउँदाखेरि म विशेष गरेर महिला सहभागीहरूबाट प्रश्नहरू लिन चाहन्छु। त्यो हुनाले तपाईहरु तयार भइदिनुस् भन्ने पनि राख्दै great. Looking at this result, 49 people joined the poll, great number. Financing comes with a 41%, which is
the biggest one, followed by institutional governance-related fragmentation, 33%, coordination, समन्वयको हिसाबले 22%, purchasing comes 4%. On this UHC day, really when the whole world is talking about unaffordable health cost, we are sick of it. Our task is very clear in Nepal, alongside this global slogan, to move from many fragmentation towards a coherent, coordinated, efficient social health protection schemes in Nepal. I don't know what does that mean. Let's हाम्रो प्यानलिस्टहरूबाट आज त्यो खोजी गर्ने प्रयास गर्नेछौँ। हुन्छ, अबको हामी लगभग 70 मिनट जति प्यानलिस्ट अनि फ्लोरमा कमेन्टेटरसँग हामी रहनेछौँ र समयमै यसलाई सक्ने प्रयास गर्नेछौँ। अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिराख्नु भएको छ सरले। अर्थ मन्त्रालय आफैमा एउटा फिस्कल पोलिसी, रिस्क पुलिङका कुराहरू र बजेट इन्टिग्रेसनको कुराहरूमा धेरै काम गर्ने मन्त्रालय हो। धेरै पटक मैले यस्तो बहसहरूमा सुन्ने गरेको छु, समन्वयको कुराहरू आउँछ अनि गभर्नेन्सको कुराहरू, समन्वयको कुराहरू र त्यहाँ भएका समस्याका कुराहरू चाहिँ सुनिने गरिन्छ। एउटा मिनिस्ट्री अफ फाइनान्सको पर्सपेक्टिभबाट what are the main governance and coordination problems यो सुशासन र समन्वयमा चाहिँ कस्ता खालका समस्याहरू देख्नुहुन्छ, विशेष गरेर स्वास्थ्य सम्बन्धी फन्डहरूमा? विशेष गरेर त्यसको नाम लिनु पर्दाखेरि चाहिँ सोशल सेक्युरिटी फन्ड छ, जुन अघि हामीले कुरा गर्यौँ, नेसनल हेल्थ इन्सुरेन्स प्रोग्राम छ, कार्यक्रम तहमा एउटा भर्टिकल स्किम्सहरू छन् र सब नेसनल तहमा पनि विभिन्न तरिकाले हाम्रो ग्रान्ट हैन फाइनान्शियल फ्लो छ। यो बीचको समन्वय र व्यवस्थापनमा कस्ता खालका चुनौतीहरू देख्नु भएको छ अर्थ मन्त्रालयबाट? म सरलाई निवेदन गरेँ। यो ओपनिङ क्वेसन मानेर यहाँले छोटो आफ्नो राखिदिनु भयो भने म अर्को प्यानलिस्टसँग जान सक्छु। थ्याङ्क यू बराल सर। सर्वप्रथम त यो कार्यक्रममा सहभागिताको लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मैले आफ्नो केही कुराहरू अर्थ मन्त्रालयको तर्फबाट पछाडि सुन्नुहुन्छ कतिपय कुराहरू आफ्नो अनुभवबाट व्यक्तिगत कुरा पनि राख्न पाउने मौका पाएँ, जसको लागि म पुनः एकचोटि हार्दिक धन्यवाद दिन चाहन्छु। पहिलो कुरा, हामीले अहिले सन्दर्भ चाहिँ स्वास्थ्यको कुराकानी गरिरहेछौँ र समग्रमा फेरि अर्थ मन्त्रालयको दृष्टिकोणबाट समग्र फिस्कलको कुरा पनि अलिकति आएको छ। अब हामीले जस्तो त्यसमा जानुभन्दा पहिला चाहिँ मलाई के लाग्छ भन्दाखेरि हामीले अहिले अप्नाइ आएको गभर्नेन्स सिस्टमबाट हामी जानुपर्छ होला जस्तो लाग्छ। जस्तो हामीले चाहिँ कोअर्डिनेसन भएन अथवा समन्वय भएन भनिरहँदाखेरि चाहिँ पहिलो कुरा चाहिँ हामीले हाम्रो अहिलेको गभर्नेन्स सिस्टम के हो भन्ने कुराले चाहिँ कतिपय कुराहरू डिटरमाइन गर्छ कि। जस्तो अघि यहाँ पोलमा चाहिँ धेरै चाहिँ फाइनेन्सिङमा आयो होइन, म चाहिँ फाइनेन्सिङलाई सेकेन्डमा राखेर त्यो गभर्नेन्सको कुरालाई चाहिँ पहिलोमा राख्थेँ म भएको भएदेखि होइन। भन्न खोजेको मतलब चाहिँ के भन्दाखेरि अहिलेको संविधानले स्वास्थ्यको एउटा चाहिँ यो स्वास्थ्य भनेको चाहिँ इट्स अ संविधानले मानेको चाहिँ इट इज अ पब्लिक गुड भनेर मानेको छ। हामी चाहिँ अब पब्लिक गुड र प्राइभेट गुडको डिलेमामा छौँ व्यवहारमा चाहिँ, त्यो कारणले समस्याहरू आएको छ भन्छु म चाहिँ। किनभने संविधानको मौलिक हकमै हेरियो भन्दाखेरि चाहिँ स्वास्थ्यमा चाहिँ दुईवटा कुरा त्यहाँ लेखेको छ। एउटा आधारभूत स्वास्थ्य चाहिँ द्याट इज राइट अफ अ पिपल भनेर भनेको छ, र अरू हेल्थ फेसिलिटीमा चाहिँ एक्सेसिबल हेल्थ बनाउँछौँ भनेको छ। भन्न खोजेको मतलब चाहिँ प्राइमेरी अथवा चाहिँ बेसिक हेल्थ चाहिँ द गभर्मेन्ट अथवा चाहिँ द स्टेट हेज टु प्रोभाइड इन फ्री भनेको छ होइन। त्यो भनेपछि टोटल्ली पब्लिक गुड भयो, त्यो त्यसमा कुनै क्वेसनै भएन। र अझ त्यहाँ अर्को त्योभन्दा माथिको
सेकेन्डरी लेभलमा जानु पर्यो त्यसपछि जानु पर्यो भन्दाखेरि पनि त्यसमा चाहिँ एक्सेस चाहिँ सबैको हुनुपर्छ है भने सरलाई अलि मैले त्यो पब्लिक गुड भनिरहँदाखेरि राज्यको आन्तरिक स्रोतबाट अथवा ट्याक्स पेयर्सको करदाताहरूले तिरेको पैसाबाट जुन सेवाहरू राज्यले दिएको छ त्यसलाई पब्लिक गुड भनिराख्नु भएको छ। पब्लिक गुड भनेको चाहिँ पब्लिक गुडको चाहिँ के हो? पब्लिक गुड भन्दाखेरि पब्लिक गुड भनेको चाहिँ मलाई चाहिँ त्यहाँ एक्सक्लुजिबिलिटी पनि हुनु भएन, मैले लिन चाहेपछि पाउनु पर्यो होइन, तँ अर्कोले लिएको छ त्यसै कारणले तँ पाउनुहोस् भन्न भएन भन्ने हो पब्लिक गुडको एकदम पहिलो सिद्धान्त भनेको। फर इक्जाम्पल सेक्युरिटी भनौँ न, सेक्युरिटी चाहिँ पब्लिक गुड हो नि, तँलाई सेक्युरिटी दिन्छु तँलाई दिन्न भन्न त पाइएन। सो आधारभूत स्वास्थ्य सेवा भनेको पब्लिक गुड हो, गुडको रूपमा त्यसमा चाहिँ हामीले स्थापित राज्यले गरेका इन्स्योर गर्नै पर्छ भनेर चाहिँ हाम्रो संविधानले भनिसकेको छ हजुर। होइन। त्यो हिसाबमा चाहिँ अब अनि अर्को कुरा चाहिँ जस्तो अहिले अब पछाडि गएर हेऱ्यो भने चाहिँ अनुसूचीमा गएर हेऱ्यो भने तीनवटै तहका सरकारमा चाहिँ स्वास्थ्यका चाहिँ अधिकार फेरि हामीले चाहिँ लगेर राख्यौँ। भन्न खोजेमा त फ्रेगमेन्ट त भयो नि त। अब अगाडि हामी यसलाई पब्लिक गुड मानिसकेपछि पछाडि फेरि चाहिँ कसले के गर्ने भनेर फ्रेगमेन्टको हिसाबमा गयो। अब त्यो फ्रेगमेन्टेसनलाई चाहिँ एकाकार बनाउनको लागि चाहिँ युनिफाइड हेल्थ सिस्टम चाहिँ फेरि एउटा चाहिँ कतैबाट हामीले सरले भनिरहेको कुरा तीन तहको बीचको सरकारको अधिकार र कर्तव्यको बाँडफाँड हो कि फ्रेगमेन्टेसन हो? त्यही त अब त्यसलाई म भन्छु जस्तो फ्रेगमेन्ट त भयो नि त होइन, कसले कहाँ कहाँ जाने भनेर फ्रेगमेन्ट भयो। अब त्यसलाई चाहिँ हामीले चाहिँ यसरी जाने कोअर्डिनेसन गरेर जाने भनेर एउटा चाहिँ फेरि अर्को केही बनाइदिनु पर्थ्यो क्या। भन्न खोजेको मतलब चाहिँ जस्तो अघि कुराकानी आएको छ नि, जस्तो अहिले माथि सेन्ट्रलले पनि कुनै एउटा चाहिँ अमुक रोगको लागि चाहिँ ल यदि म दिन्छु भनेर बोलिरहेछ, प्रदेशमा जानुभयो भने फेरि प्रत्येक प्रदेशले नि बोलिरहेको हुनसक्छन् अथवा कुनै प्रदेशले बोलाएको छन् कुनैले बोलाएको छैनन्। स्थानीय तहमा गयो भने फेरि कुनै स्थानीय तहले चाहिँ आफ्नो क्यापेसिटी अनुसार गरे होला नि, कुनैले गरेका छैनन्। भनेपछि फ्रेगमेन्टेसन त भयो नि त। भनेपछि चाहिँ स्थानीय तहले यतिसम्म चाहिँ गर्ने, योभन्दा बाँकी कुरा चाहिँ प्रदेशले गरिदिने, योभन्दा बाँकी कुरो चाहिँ सङ्घले हेरिदिने भनेर चाहिँ क्लियरली डिफाइन चाहिँ गर्ने अथवा जोड्ने भनौँ न। अब मैले भने युनिफाइड हेल्थ सिस्टमको कुरा होइन, युनिफाइड हुनुपर्ने। अहिले चाहिँ कस्तो भयो यतापट्टि भन्दाखेरि चाहिँ जस्तो फर इक्जाम्पल एकदम सिम्पल इक्जाम्पल दिन्छु म। जस्तो कतिपय हाम्रा पालिकाहरूमा चाहिँ काहीँ एमबिबिएस डक्टर चाहिँ स्वास्थ्य सेवाको त्यहाँको चाहिँ स्वास्थ्य शाखाको चिफ हुनुहुन्छ, काहीँ चाहिँ तपाईँको त्यो त्यहाँको पब्लिक हेल्थ अफिसर त्यहाँको चिफ हुनुहुन्छ होइन। भन्न खोजेको मतलब चाहिँ हामीले त्यो त्यसलाई फ्रेगमेन्ट गरेको कारणले गर्दाखेरि चाहिँ त्यस्ता कुराहरू आएका छन्। र अब समस्या चाहिँ के आयो भने हामीले जस्तो चाहिँ अब मेरो चाहिँ जिम्मेवारीमा हेल्थ फेसिलिटी अथवा चाहिँ आयो भनेपछि अब अहिले यहाँहरूले सबैले हामीले सुनिरहेछौँ कि प्रत्येक पालिकाहरू चाहिँ अब हस्पिटल बनाउँदै लाग्नु भएको छ होइन। जस्तो हामीले 5, 10, 15 बेडका शय्याहरू चाहिँ हामी बनाउने भनेर लागेका छौँ। अब त्यो चाहिँ स्थानीय तहहरू चाहिँ विदाउट एनी त्यसको चाहिँ म कहाँ कति पपुलेसन छ, के छ, कत्रो चाहिने हो अथवा चाहिँ के हो भन्ने कुरा नहेरिकन चाहिँ दे आर ट्राइङ टु बिल्ड चाहिँ हस्पिटल इन्फ्रास्ट्रक्चर बनाउँदै लाग्नुभयो होइन। प्राइमेरी अघि हामीले भनेको बेसिक चाहिँ पालिकाले हेर्ने हो है र भनेर बेसिकको लागि के चाहिने हो त्यो चाहिँ यो तिमीले चाहिँ यति हेर भनेर फिक्स गरिदिएर अनि त्यसपछिको कुरामा चाहिँ रिफरलको हिसाबमा चाहिँ अनि माथि माथि जाने। मैले सरले भनेको कुरालाई कसरी बुझ्दैछु भन्दाखेरि हामीसँग फ्रेगमेन्टेसन छ, हामीले खोजेको चाहिँ युनिफाइड हेल्थ सिस्टम। मलाई त्यो हजुरले भनेको कुरा मेरो विचारमा चाहिँ युनिफाइड हेल्थ सिस्टम भित्र चाहिँ रोल एन्ड रेस्पोन्सिबिलिटीमा चाहिँ फ्रेगमेन्टेसन गर्न पाएको भए हुन्थ्यो। अब हिँडाइ के हो भन्दाखेरि नेसनल अझै म त्यो वित्तीय कुरामा फर्किन चाहन्छु सर होइन। अब यो भइसकेपछि के भयो त भन्दाखेरि अब बजेट बनाउने सन्दर्भमा कुराकानी गर्दाखेरि चाहिँ अब सेम कुराको लागि पनि चाहिँ डुप्लिकेसन हुने त त्यहीँबाट सुरु भयो नि त होइन। जस्तो सेम कुराको लागि डुप्लिकेसन हुने कुरा त्यहीँबाट सुरु भयो। अब जस्तो हामी कहाँ फेरि अहिलेको बजेटको सिस्टम भनेको के हो भन्दाखेरि चाहिँ सेन्ट्रलले चाहिँ प्रदेशको बजेट त बनाउँदैन। जस्तो हामी कहाँ चाहिँ अहिले प्रदेशको बजेट अथवा स्थानीय तहको बजेट जुन सब नेसनल गभर्मेन्टको बजेटको के हो भन्दाखेरि 4 किसिमका चाहिँ माथिबाट पैसा जाने, 4 किसिमको जान्छ नि। समानीकरण अनुदान भन्ने जान्छ। समानीकरण अनुदानमा चाहिँ द फेडरल गभर्मेन्ट हेज नो से, उसले एउटा चाहिँ डिफाइन गरेको फर्मुलाभित्र बसेर पैसा पठाइदिन्छ। तर स्वास्थ्यको ठुलो बजेट त कन्डिसनल ग्रान्टबाट जान्छ। म त्यसमा आउँदैछु हजुर। इक्वलाइजेसन ग्रान्ट जाने भयो। अब स्वास्थ्यको ठुलो बजेट कन्डिसनलबाट जाँदैछ। कन्डिसनलबाट जाने धेरै जस्तो चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले कार्यक्रमको रूपमा तोकेर जान्छ, अर्को चाहिँ त्यहाँ काम गर्ने व्यक्तिहरूको चाहिँ मासिक सुविधाहरूको रूपमा जान्छ होइन।
अनि त्यसपछि आएर प्रदेशले फेरि आफ्नै किसिमको बजेट बनाउनु, प्रदेशमा नि छ नि त स्वास्थ्यको अधिकार। अघि भन्यो नि स्वास्थ्य त बाँडिया छ, जस्तो अहिले प्रदेश धेरै जस्तो म प्रदेशमा। सरलाई एउटा क्वेसन राखेर म फेरि डाक्टर कृष्णमा यतापट्टि जान चाहन्छु। अर्थ मन्त्रालयमा बसेर बजेटको बाँडफाँड गरिरहँदा, बजेट बनाइरहँदाखेरि यो सोसियल हेल्थ प्रोटेक्सनको कुराले हेर्दाखेरि चाहिँ यो एकदम छरियो, वितरित, एकदमै वितरणमुखी भयो। यसलाई एक ठाउँमा लिएर आउनुपर्छ भन्ने हिसाबले केही कामहरू अर्थ मन्त्रालयले गर्छ कि गर्दैन? जस्तो हस्तक्षेपकारी भूमिका नबनाऊ, तर त्यस्तै खालको भूमिका गर्छ। स्ट्रिमलाइन गर्ने कुरा भन्नुभयो यहाँले होइन। जस्तो अब सर र हामी बजेट बनाउने बेलामा पनि सँगसँगै, अब लकिली यहाँ पनि सँगै परेछौँ होइन। हाम्रो सधैँ चिन्ता नै के हुन्छ, अर्थ मन्त्रालयको अथवा चाहिँ मिनिस्ट्रीहरूको सधैँ चिन्ता नै के हो भने वी आर रनिङ आउट अफ मनी भन्छ नि, पैसा सकिँदै गएको छ नि, प्रोग्रामहरू यति धेरै छरेछन्। अघि मैले भने जस्तो स्थानीय तहका आफ्नै किसिमका चाहिँ एजेन्डा छन्, किन हेल्थको काम तिम्रो हो भनेर त्यहाँ पनि भनिदिएको छौँ नि त हामीले होइन। आफ्नै हेल्थ एन्ड सेनिटेसन भनेर लेखेको छ नि त होइन। आफ्नै किसिमका उसका चिन्ता छन्, प्रदेशको हेर्नु पनि आफ्नै किसिमका छन्। अब कतिपय चाहिँ अघि भन्न म बाध्य पनि भएँ, जस्तो अहिले चाहिँ त्यो बनिरहेका हस्पिटलहरू अधुरा भएर आधा बिल्डिङ बनेर बसिरहेछन् होइन। त्यो चाहिँ स्थानीय तहहरूले त्यसमा पैसा मागिरहेको अवस्था छ। यता फेरि प्रदेशकै आफ्ना किसिमका दुःखहरू छन् भनेपछि त्यसको प्रेसर के हुन्छ। म सरसँग फेरि अर्को प्रश्नले जोडिन्छु। मलाई एकदम हजुरले भनेको कुरामा अझै पनि म त्यो युनिफाइड हेल्थ सिस्टम भनेर भनिरहँदाखेरि राज्यले के व्यक्त गर्न खोजेको हो, के हो भन्नेमा फेरि आउँला। त्यो भित्र म वित्तीय सुशासनलाई कसरी ल्याउन सकिन्छ, त्यसमा पनि स्वास्थ्य सम्बन्धी सामाजिक सुरक्षामा फेरि फर्किनेछु। डाक्टर कृष्ण नजिकै बस्नु भएको छ, सजिलो पनि होला, धेरै सहकार्य गरेर सरहरूसँग काम पनि गरिराख्नु भएको छ। आज स्वास्थ्य मन्त्रालयको नीति योजना मूल्याङ्कनको प्रमुखको हिसाबले बजेट बनाउने, वार्षिक कार्यक्रमहरूदेखि लिएर पञ्चवर्षीय योजनाहरू बनाउने कुरामा यहाँको ठुलो योगदान छ, हामीले देखेका छौँ। र त्यसलाई कदरसहित म एउटा प्रश्न राख्ने जमर्को गर्छु। फ्रेगमेन्टेसन छ सामाजिक सुरक्षाका योजनाहरूमा, स्वास्थ्य सम्बन्धी योजनाहरूमा भन्ने कुरा लगभग क्लियर भयो अहिलेको प्रस्तुतिकरण र अहिले सरले भन्नुभएको, अर्थबाट सरले भन्नुभएको कुरा। स्वास्थ्य मन्त्रालयले यसलाई कसरी हेर्छ? के हो स्वास्थ्य मन्त्रालयको भूमिका? फ्रेगमेन्टेसन छ भनेर हेरिराख्ने हो कि फ्रेगमेन्टेसनलाई एउटा युनिफाइड सोसियल हेल्थ प्रोटेक्सन गभर्नेन्सको प्लेटफर्मभित्र लिएर आउने हो? के हो, कसरी हो? धन्यवाद सुशीलजी। वास्तवमा यो विषय नेपालीमा पनि कुरा हुने भयो। यो विषयमा छर्लङ्ग मजाले कुरा गर्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। र आज विशेष गरी सर्वव्यापी पहुँचका हिसाबले एउटा ठुलो पक्ष, विशेष गरी यो आर्थिक पाटो होइन, चाहिँ फाइनेन्सियल हार्डसिप भन्ने पाटोमा चाहिँ हामी छलफल गर्दै गर्दा हाम्रोमा विशेष गरी यहाँले नीति कार्यक्रम केही वर्षका पल्टाउनु भयो भने र 16औं योजना हेर्नुभयो भने पनि त्यही लेखेको छ जुन यहाँले भनिराख्नु भएको छ। स्वास्थ्यका छरिएका सामाजिक कार्यक्रमहरू अथवा स्वास्थ्य प्रोटेक्सनका जे भनौँ स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई चाहिँ एकीकृत गरिनेछ भनेर लेख्न थालेको पनि केही वर्ष हुन थाल्यो, तर डिपार्चर त्यो लाइनमा पुगेन भन्ने चाहिँ एउटा चिन्ता हो। यो सबैले एक्नोलेज गरेकै हो, अर्थ मन्त्रालयको सर पनि यहीँ हुनुहुन्छ, हामी सबैले पनि हो, र स्वास्थ्य मन्त्रालयको तर्फबाट पनि यो विषयमा पटक पटक चाहिँ यो कुराहरू अर्थ मन्त्रालयको त्यो टेबल म सम्झन चाहन्छु जहाँ हामी बिमालाई गहन रूपले छलफल गऱ्यौँ अथवा यी सामाजिक सुरक्षाका उपायहरूलाई छलफल गऱ्यौँ बजेट बनाउँदा, त त्यसको लिमिटेसन चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। प्रत्येक पटक हामी चाहिँ एउटा पोलिटिकल लिडरसिप फरक सोच्ने लिडरसिपसँग पनि काम गर्नु पर्यो। इन्ट्रेस्टिङली त्यसको समथिङ टु से यसमा अल्टिमेटली देयर इज अल्सो रियालिटी पोलिटिकल लिडरसिप आर अल्सो गाइडेड बाइ द टेक्निकल लिडरसिप। डेफिनेटली त्यो त म भन्छु नै, त्यो हामी त्यही भएर त त्यही त कुरा गऱ्यौँ भन्दैछु। र प्रत्येक पटक यो कन्सिस्टेन्सी छ नि, पोलिसी कन्सिस्टेन्सी, एउटै निरन्तरता नहुँदाको पीडा चाहिँ अनेस्टली भन्दा मैले पनि भोगेको छु। एटलिस्ट धेरैजना हुनुहुन्न भने नि हाम्रो रविकान्त मिश्र यहीँ हुनुहुन्छ। हामीले 2 वर्ष अगाडि यो विपन्न कार्यक्रम, अब फ्रेगमेन्टेसनकै कुरा गर्नु पर्यो नि, विपन्न कार्यक्रम चाहिँ
एकद्वार गरौँ, स्वास्थ्य बिमा मार्फत गरौँ भन्यौँ। 1-2 महिना मात्रै भएको थियो गाह्रै, त्यो नीति कार्यक्रममा नि आएको, बजेटमा पनि आएको, कार्यान्वयन भन्ने गएको थियो। खै त्यो भित्र के थियो थाहा भएन, फेरि ब्याक टु नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामै फर्क्यो। अहिले भर्खरै यहाँलाई हजुरले आज चाहिँ यसलाई उजागर गर्दिनै पर्यो, के थियो थाहा भएन भन्दा पनि ठिक छ। किन अब फेरि म भन्दैछु। त्यसपछि बिचमा धेरै बाधै हुँदै गए, यस्तै छलफलहरू, यस्तै डिस्कोर्सहरू हुँदै गए। फेरि पनि नीति कार्यक्रममा छरिएका सामाजिक सुरक्षालाई एकीकृत गर्ने भन्ने फेरि पनि आयो। यो वर्ष पनि छ। रमाइलो कुरा, 16औँ योजनामा पनि त्यो दर्ज भएको छ। 16औँ योजनामा पनि भएको विषय कार्यान्वयन गरौँ भनेर यो वर्ष चाहिँ साउनदेखि गर्ने भनेपछि चाहिँ अब विपन्न नागरिकले पाउने सेवा फेरि आउँला, त्यसका अरू आयामहरू आउँला। त्यसलाई ल कार्तिकदेखि चाहिँ लागू हुने, बिमितले पाउने गरी भनेर पत्राचारहरू सबै भयो। आजको मितिमा हाम्रा व्यवहारिक अप्ठ्यारो, आजको मितिमा हामीलाई के समस्या भएको छ भने अस्पतालहरूले खै हामीले त विपन्न नागरिक औषधि उपचार कार्यक्रमको पैसा नै पाएनौँ भनिरहेको अवस्था छ। र अनेस्टली भन्दा आज बिमा बोर्डको खै मैले ठ्याक्कै सरहरू देखिनँ। मैले दिनको एकपटक फोन गर्नु परेको अवस्था छ। किन? अस्पतालहरूबाट मन्त्रालयको नेतृत्वलाई फोन आउँछ, अस्पतालको नेतृत्वबाट मलाई आदेश आउँछ। मैले घरि नर्सिङ सामाजिक महाशाखा प्रमुखलाई, घरि स्वास्थ्य बिमा बोर्डलाई दिनै जस्तो फलो गर्नु परेको अवस्था छ। कतिकै अवस्थामा त ह्यारेसै गऱ्यो भन्नुहुन्छ कि भन्ने डर छ। किनकि गभर्नेन्स, अघि धेरै कुराहरू आयो, कोअर्डिनेसन, फेरि पनि अब फ्रेगमेन्टेसनलाई जोड्ने सूत्रहरू के त भन्दा यसरी हाम्रा केही चिजहरू यसरी इनबिल्ट अथवा यो सिस्टममा म्यानेजमेन्टको इस्युसँग गभर्नेन्सका इस्युसँग जोडेर इनबिल्ड रहेछन्, जसले गर्दा यो जोड्न पनि त्यति सहज चाहिँ भएको छैन। तर अनेस्टली भन्दा अबको हाम्रो बाटो यो अघि सरले पनि भनिहाल्नु पर्यो, स्रोतको सीमितताका बीच यहाँले फ्रेगमेन्टेसन भनेर राखेका कतिपय स्लाइडमा मलाई डुप्लिकेसन लेखिराख्न मन थियो। मैले प्रस्तुत गरेको भए /डुप्लिकेसन भन्ने थिएँ। मैले धेरै कुराहरू दोहोरिएको देख्छु। 3 तहका सरकार मात्र होइन, स्वास्थ्य मन्त्रालय आफैले दिने, स्वास्थ्य मन्त्रालयभन्दा बाहिर सरले अघि 81वटा विभिन्न सामाजिकका भन्नुभयो, विभिन्न मन्त्रालयले चलाउनुहुन्छ। हाम्रै मन्त्रालयभित्र भएको एउटा भनौँ न 24 वर्षको भनौँ पहिलो गर्भवती महिला जाँदा कतिपय चिजहरू निःशुल्क आधारभूत स्वास्थ्य सेवाबाट निःशुल्क आउने हो, एन्टिनेटल लेटल। कतिपय कुरा आमा सुरक्षा कार्यक्रम जो भलै आधारभूत स्वास्थ्य सेवाभित्र पर्ने हो, कतिपय कुरा बिमासँग जोडिने हो। अझ उहाँ चाहिँ सामाजिक सेवा जुन छ नि हाम्रो सामाजिक सुरक्षाको कार्यक्रममा समाहित हुनुभयो भने अस्पतालमा, त्यसको लागि पनि बजेट विनियोजन छ, त्यहाँबाट पनि यो निःशुल्क हुने हो। सो मेनी थिङ्स, कति आयाममा डुप्लिकेसन हुने डर छ। त्यो कारणले मैले देखेको मेरो मार्ग चाहिँ म भन्छु, मन्त्रालयले बिचमा काम गरेको, अहिले बिचमा रोकिएको, फेरि पनि पोलिसी कन्टिन्युटीको इस्यु फेरि पनि जोड्छु, चेन्ज लिडरसिप, हेल्थ आइडी बनाउने भनेर पनि काम गरेको थियो। मैले अहिले सोध्छु के भने यी सबै चिजलाई जोड्नलाई एउटै आइडी र हाम्रो सबै हेल्थ फेसिलिटीहरूले त्यही आइडी फलो गरेर वाट स्किम दिस पर्टिकुलर पर्सन, कृष्ण पौडेल कहीँ सेवा लिन जाँदा आफ्नै नाउँ लिउँ, अरूको किन नाउँ लिउँ, कुनै अस्पतालमा देशभित्रको त्यो आधारभूतभन्दा माथिको जुन प्रदेशले दिएको अथवा सङ्घले दिएका विशिष्टकृत सेवासम्म लिन जाँदा चाहिँ एउटै आइडी, एउटै चाहिँ हजुरको क्युआर स्क्यान हुने कार्ड डिजिटल, त्यसले चाहिँ डिस्प्ले नहुँदासम्म रिस्क चाहिँ धेरै नै छ। त्यसमै त्यही लाइनमा काम गर्न खोजिरहेको छु। हजुर, एकदम डाक्टर साहबको सबै प्रस्तुतिकरणहरू जहिले पनि राम्रो रहने गर्छ। अहिले पनि म अझै पनि अर्कोचोटि राउन्डमा आउँदाखेरि अझै त्यो अहिले हामी समस्याहरूको उजागर मात्रै गरिरहेछौँ, दोस्रो उसमा हामी समाधानको उपायहरू कसरी जान सकिन्छ, त्यसको फरवर्ड लुकिङ के हो भनेर आउँला। विशेष गरेर नीतिगत निरन्तरता नभएको, कार्यक्रमहरूमा दोहोरोपन भएको र यो तिनै तहको सरकार अन्तर्गत र विभिन्न स्किम्सहरू अन्तर्गत दोहोरोपन भएको, फ्रेगमेन्टेसनमा केही इन्सेन्टिभ छ कि जस्तो देखिन्छ। यसो बुझ्दाखेरि डिफ्रेन्ट इन्स्टिट्युसनहरूले फ्रेगमेन्टेड अप्रोचलाई कन्टिन्यू दिनको लागि कतै इन्सेन्टिभ पो छ कि, अथवा त्यो स्पष्टता नभएर नेतृत्व परिवर्तनसँगै आउने चुनौतीहरू, नीतिगत चुनौतीहरू पनि राख्नुभयो। म फेरि त्यसमा पछि फर्किन्छु। म एकदम युवा राजनीतिक कर्मी, स्वास्थ्यको पनि राम्रो दखल राखेको
र हामीलाई खुसी लाग्छ हामीसँग जोडिनु भएको छ हजुरसँग आउनुभन्दा पहिला आई रियली वान्ट टु गो आवर एक्सपर्ट राइट बेसिकली looking at this context that we are in from your comparative experience of decades working in social health protection mechanisms across many countries. What are the pros and cons of moving towards a fewer, larger pool versus maintaining multiple pools with a strong, I call it risk adjustment transfer, right? Which might be more feasible for the Nepal's federal context because you have watched very closely in your recent tenure working in Nepal and then provided technical assistance to the social health protection schemes, insurance board and others. Where do we stand in this crossroad and how your comparative experience across the globe tells us where we need to go? Thank you. And thank you for switching into English. However, the translators are doing a good job, so I can follow the topic. Thank you very much. I also have to apologize that I couldn't contribute the female voice to this. Please don't send a picture to GIZ or the German government. This would be unacceptable. Ideally, my successor, Dr. Ruth, should be sitting here, but she only started late last month, and she was so kind enough to invite me to this conference and share some of my thoughts with it. Great. So I thank her. But next year, definitely, if you ask somebody from GIZ or Germany, it will be a woman automatically on the table. And I'm also happy to see Anna from the World Bank here. I think she has got similar thoughts in her mind. Great. For me, the word fragmentation is equal to chaos and inefficiency. So if I want to destroy a system, I fragment it. That is what the Caesar Nero, the Roman Emperor Nero said, divide and rule. If I want to stay on as an autocratic ruler, I divide the system and rule it, to create chaos, and I'm the only one who understands that system. If I put myself at the bottom of the system and be a recipient, I'm this poor citizen in Nepal, and I look at all these fragmented things, all these pools, my goodness, I get confused. I have a problem, I'm sick, maybe I'm literate or not literate, I'm living in a rural area, I see this government, they're speaking nice words, but if I look at my facilities, I do not know my rights. And if I go there, nobody is really there to explain my rights. So it creates a lot of confusion at the population level who require... That's what I feel. I think Ariane and AJ showed a very nice picture. And if you are alone vis-a-vis all this, you feel completely helpless. Or they put the wrong picture there. I sent them yesterday a picture of when I was a young boy before I started. But it's also a good one. I feel completely alone. In Germany, where I'm coming from, I'm a member of health insurance, government statutory health insurance, government-controlled health insurance called AOK. It has 24 million people insured in Germany out of 80, so about a third of the population is insured. So if I go to a doctor, show my green card, he's not very happy because this organization pushes down prices. And they do not pay for everything he wants me to pay. So he asks me, do you want this service? Do you want this service? But it's not covered by your insurance. And then I say, that's very nice, but I don't need it. I trust my insurance that they will pay for the services I need at my age. Because alone, luckily I'm a doctor, but if I'm not a doctor, this doctor can tell you all sorts of things and can talk to you into investigations, operations, whatever it is. So for me, leaving the patient alone vis-a-vis a very complex system of subsidies and pools, making him helpless, but also vis-a-vis a doctor who will always be in a position to exploit me. So what's your message to Ministry of Finance, Ministry of Health and Population, and a very young clinician towards the politician? For me, it's pooling, putting things together.
Germany had 2,000 health insurances some 50 years ago. We are down to 100, and we will be down to 2 or 3 at the end of the day. But then all the money goes through this health insurance. AJ yesterday said the government wants certain services to, the government gives them block grants to the health insurance. The government does not give money to the Ministry of Health. The Ministry of Health is not giving money to hospitals. The Ministry of Health in Germany, together with other ministry, they make sure that the infrastructure is there. They make sure that hospitals are being built, and they're subsidizing the building of hospitals to those who own it, whether government, private, for profit or non-profit, it doesn't matter. The moment the hospital opens its doors, the hospital has to earn money. No patient, no money, the hospital closes its door. So for me, this issue of funding money, yeah, being the financier and the provider of service is a recipe for disaster, yeah, because there's no control. Sorry, Ministry of Health, yeah, but if I give you money, you determine the quality, you determine the prices and costs. It's not a recipe for efficiency. So splitting provision and financing and regulation, and I think there the ministry is supposed to be a regulator. But the fundamental thing is, looking at the Nepal's social health protection architecture, the way money is been put in siloed different schemes, it does elevate, it does question the transaction cost. Yeah. And you mentioned very clearly about the population is confused, which services they are entitled to, which is their right, which is their risk pooling subsidy. With transaction costs, you mean the salaries of those who are managing these pools? Yes, those directors, those managers, those accountants. Yeah, because that increases inefficiencies. So do you think this problem need to be taken up forward with the Yamoya stewardship? By the Ministry of Finance. It's by the Ministry of Finance. Because you want return on investment. Your minister yesterday was speaking very nicely. You want return on investment. We always speak very nicely. But then he funds different pools. So, why do you want an AMA program? Why do you want a poor citizens program? Why do you want these kind of programs? I will give you money for health. Yeah, you are the cook. Yeah, please give me a meal. Yeah, if I give money to my wife, I don't give her money. This is for tomatoes, this is for eggs, this is for meat, this is for chicken. I give her money, and I want to eat at the end of the day. So Ministry of Finance is the master chef here, in order That's to what I make this thing believe. happen. Yeah, and then the Ministry of Health is to cook, yeah, and he has to prepare a meal. And if the Ministry of Finance is not happy with the meal, said, what do you want? Do you want more chicken? Do you want more this? Yeah. So, but it's not determined, this one. So I think it's really something fundamentally what has to change. But also has to forget, fragmentation is for a reason. The system of today is not for nothing. Yeah? And I can also elevate it to the global level. The global level and the donor community does not give a good example. Yeah? We are also fragmented, and we are getting even more fragmented. We had an effort 25 years ago. So Nepal has borrowed the fragmentation from the global practice. Yes. We had an 8 effectiveness agenda. So you and I also part of it, right? Yes, you know the 8 effectiveness agenda of 2002 or 3, yeah, where we agreed to put everything together. And we left this. Now we opened another pandemic fund. Yeah, now countries can apply for a pandemic fund, they can apply for the global fund. I love talking to you, my friend. Yeah? I will continue to come back later, really. So countries are not really to be blamed. The Safe Motherhood Program is the recipe of UNFPA. Yes. Yeah? They're the ones pushing for it. Yeah? So it works well, but there's one stark example. People are stopping wars Let to me hear vaccinate from this for polio. gentleman the link to your question, because he's clinician, worked so many years, and now moving towards a very young, dynamic politician, joining a political party and working at the local level. I have seen his post in social media. I read this morning also trying to understand what language he speaks, whether clinical language or the language of the people. So I hear you, Dr. Saab. एकदम युवा राजनीतिक कर्मीको रूपमा आइराख्नु भएको छ, हाम्रो एकदम बधाई छ त्यसमा।
हामीलाई आशा छ तपाईँले जनताको भाषा बोल्नुहुन्छ र आजको यो बहसमा, यो फलक बहसमा पनि त्यो जनताले भोगेको कुराहरूलाई अगाडि लिएर आउनुहुन्छ भन्ने मलाई लाग्छ। यसो हेरिरहँदाखेरि नेपालमा म बिरामी भएर अस्पताल अथवा स्वास्थ्य संस्थामा गएर फर्किँदाखेरि 100 रुपियाँ खर्च गऱ्यो भने लगभग 60 रुपियाँ अथवा 50 रुपियाँभन्दा बढी मेरो पकेटबाट खर्च गर्नुपर्छ। यो आजको यथार्थता हो। यद्यपि राज्यले स्वास्थ्यमा लगानी गरेको छ। म हजुरलाई छोड्छु, ठुलो लगानी छ कि सानो छ हजुरहरूले बुझ्नु होला, तर लगानी छ, ट्याक्स पेयर्सको पैसा गएको छ। किनभने अघि डाक्टर कृष्णले भनेको कुरालाई सापटी लिने हो भने दोहोरो बन्छ। हरेक राजनीतिक नेतृत्व आएर आफ्नो तरिकाले स्वास्थ्यका सामाजिक सुरक्षाका योजनाहरूलाई लिएर जान चाहनुहुन्छ। अर्थ मन्त्रालयमा आफ्नै सीमितताहरू छन्, बजेटलाई कसरी बाँडफाँड गर्ने। यो जनताको प्रतिनिधिको हिसाबले हेर्न पर्दाखेरि यो समस्या राज्यले जनतामा थोपरेको समस्या हो र यसको समाधानको उपाय के हो? म 3 मिनट जति लिन्छु यसको एन्सर गर्न। पहिला त मलाई अलिकति युवा राजनीतिकर्मी भन्नुभयो, त्यो राम्रै शब्द जस्तो लाग्छ, धन्यवाद। अब म 2वटा एक्जाम्पलबाट जान्छु। एउटा चाहिँ हाम्रो जिउबाटै सिकौँ, धेरै अङ्ग भए पनि उसलाई इन्टिग्रेटेड फेसनमा काम गर, कोअर्डिनेटेड फेसनमा काम गर भनेर कसैले सिकाउनु परेको छैन। अर्को एउटा अर्केस्ट्रा, म्युजिकल अर्केस्ट्रामा जाउँ, त्यहाँ पियानो छ, गिटार छ, थुप्रै छ। त्यहाँनिर नोटेसन हुँदाखेरि चाहिँ कर्णप्रिय सङ्गीत भन्छ। त्यहाँ नोटेसन नहुँदा, अर्केस्ट्रा मास्टर नहुँदा कर्णकटु म्युजिक, त्यो इरिटेसन दिन्छ। अब स्वास्थ्य भनेको प्रकृतिले नै कस्तो दिएको छ भन्दा त्यहाँ धेरै डट्सहरू छन्, स्टेक होल्डर्सहरू छन्। त्यसलाई मिनिमाइज गर्न कसैले पनि सक्दैन। हाम्रो जन्मजातै त्यही लिएरै आएको छौँ। फेरि स्वास्थ्य भनेको जन्मिएपछि घाँसपास कपास चाहिन्छ, स्वास्थ्य जन्मिनु अगाडिदेखि अल्ट्रासाउन्ड हाम्रो आमाले गराउनु भएकै हो। पछि प्राकृतिक रूपले यो सबैलाई चाहिन्छ। बरु एजुकेसन सेकेन्डरी हुन्छ, खाना जत्तिकै चाहिन्छ। अब यो इकोसिस्टम ठुलो छ, डट्सहरू धेरै छन्। अब हामीले फ्रेगमेन्टेसन कहाँ इम्पोज गऱ्यौँ र एम्प्लिफाई गऱ्यौँ भने यो चाहिँ विश्वलाई नै यसको सन्देश दिनुपर्ने हुन्छ, अघि कुरा भएको जस्तै। अब एकातिर सर्भिसको फ्रेगमेन्टेसन छँदैछ, स्वास्थ्य मन्त्रालय आफैले मात्रै त्यो नोटेसन खेलेर पुग्दैन, किन थुप्रै मन्त्रालय जोडिने गरेर उसको कनेक्सन हुनुपर्नेछ। त्यसमाथि हामीले नियमनकारी निकाय नै 11वटा रहेछ स्वास्थ्य क्षेत्रमा। नेपालमा मात्र होइन समस्या, विश्वको समस्या। डाक्टर शिव अधिकारीलाई पनि देखिरहेको छु, यो कुरा अब यहाँले गर्नुपर्छ। त्यसकारण अबको दिन भनेको पोलिटिकल्ली यो कुरालाई मिलाउनुपर्छ। पहिला नियमनकारी निकायहरू एक ठाउँमा ल्याउनुपर्छ। स्वास्थ्य सेवाको नियमनको एउटा प्राधिकरण हुनुपर्छ। डक्टरको छुट्टै रेगुलेटर, नर्सको छुट्टै रेगुलेटर, औषधिको छुट्टै रेगुलेटर, इन्सुरेन्स अर्कोतिर हो, कर्णकटु त्यहाँनिर म्युजिक निक्लिरहेको। तपाईँले अहिले भनिरहेको कुराहरू चाहिँ स्वास्थ्यको सामरिक सुरक्षा योजनाभित्र कहाँनिर मिल्छ? हो, अब कहाँनिर मिल्छ भने यो फ्रेगमेन्टेसन जसरी रेगुलेटरहरू फरक फरक गरेर फ्रेगमेन्टेड भइराखेको छ। अब मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसनले ऊभन्दा माथि योजना आयोग होला, प्रधानमन्त्री कार्यालय होला, त्योभन्दा माथिको एउटा रेगुलेटरी ब्युरो भनौँ न, त्यहाँसँग कोअर्डिनेट गरेर रेगुलेटरहरूलाई एक ठाउँमा ल्याएर यो सर्भिसलाई, साइन्सलाई सर्भिस, सर्भिसलाई सिस्टम नबनाउँदासम्म हुँदैन। र यो 3वटा मिलाउनको, यो फ्रेगमेन्टेसनको इस्यु मिलाउने भनेको, यो खास गरेर सोसल हेल्थ स्किम मिलाउने भनेको, मैले अहिले देख्दा अघि थ्याङ्क्स टु डाक्टर कृष्ण, म यो 12 वर्षदेखि कराएर अलिकति अप्ठ्यारोमा पनि परेको। उहाँले अघि हेल्थ आइडी, युनिक हेल्थ आइडी भन्नुभयो। अहिलेको कन्टेक्स्टमा सुभाषलाई कहाँनिर ल्याउन चाहे भने जनताको भाषा बोल्ने कुरामा अझै मैले हेरेको के हो भने यो युनिभर्सल हेल्थ कभरेजको स्लोगनलाई हेर्दाखेरि पनि अनअफोर्डेबल हेल्थ कस्ट बियरेबल भएन। स्वास्थ्यमा हामीले जुन खर्च गर्ने कुरा अब हामी त्यो लेभलमा व्यक्तिगत हिसाबले खर्च गर्न सक्दैनौँ। वी आर सिक अफ इट। आर यु सिक अफ दिस फ्रेगमेन्टेसन, डुप्लिकेसन? हो भने के हो?
कसरी जाने? यसलाई कसरी अब सल्भ गर्ने भन्नुभएको? हजुर, त्यतातिर ओके, जाने। मैले देखेको त एकदमै मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसन अर्केस्ट्रा मास्टर बन्ने हो, सबै भर्टिकल्सलाई एक ठाउँमा ल्याउने हो। हेल्थ केयरको आउट अफ पकेट तिर्दाखेरि हेल्थको कस्ट हेर्नुहोस्, ट्रिटमेन्टको कस्ट फिक्स भएको छैन। हामीले ट्रिटमेन्टको कस्ट अलिकति स्ट्यान्डर्डाइज गरौँ, फिक्स गरौँ भन्दाखेरि हुन त मलाई स्वास्थ्य क्षेत्रको स्थायी प्रतिपक्षी भन्ने चाहिँ खुसी पनि लाग्छ। त्यो धेरै पहिलादेखि उठान गरेको के भनेर पठाइन्छ भन्दाखेरि कहाँ यो सम्भवै छैन प्राविधिक कुरो। अरू देशमा हुने हाम्रो देशमा किन नहुने? सरकारले तिर्ने पैसामा हुने, जनताले तिर्ने पैसामा किन नहुने? यो सम्भव छ। त्यसकारण कस्ट स्ट्यान्डर्डाइज गरौँ, हेल्थको ल्याङ्ग्वेजहरूलाई एउटा डिक्सनरी बनाएर स्ट्यान्डर्डाइज गरौँ। टिचिङमा एउटा सुगरको युनिट, वीर हस्पिटलमा सुगरको एउटा युनिट गर्नु पर्दैन। यो सबै स्ट्यान्डर्डाइज गऱ्यो भने बल्ल त्यो फ्रेगमेन्टेसन मिल्छ। अर्केस्ट्रा मास्टर चाहिँ लाइज हियर मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसन। फाइनेन्स मिनिस्ट्रीले त त्यसमा होमा हो गरेर मिल्छ मिल्दैन, पुग्छ पुग्दैन, थैली कत्रो छ भन्ने पो कुरा होला। अनि योजना आयोगको सर हुनुहुन्छ, हजुरहरू सबै एक ठाउँमा आएर डिबेट गर्यो भने अनि यसमा अनि चाहिँ मिल्छ। त्यो राजनीतिक पार्टीको भूमिका के हुन्छ? राजनीतिक पार्टीको भूमिका भनेको अब कानुन बनाउँदाखेरि रेगुलेटरलाई र यो फ्रेगमेन्टेसन लगायतलाई एक ठाउँमा ल्याउने र साइन्सलाई सर्भिस, सर्भिसलाई सिस्टम बनाउँदा कुन मोडलमा जाने भनेर सर्ट टर्म, मिड टर्म, लङ टर्म भिजन दिने छ। अब पोलिटिसियन्सको काम हो नै। यहाँले अब हुन्छ प्रतिनिधित्व नै। गरिरहनु भएको राजनीतिक पार्टीले आगामी चुनावको घोषणा पत्रमा यसलाई स्पष्ट रूपमा राखोस् भन्ने हामी सबैको सबैले राख्नुपर्छ, सबै पार्टीले म राख्नुपर्छ। अब अडियन्समा जान चाहेँ, हाम्रो पार्टिसिपेन्ट्सहरूमा यति धेरै प्रश्नहरू होला। हामी यो एउटा अगाडिको ओपनिङ राउन्ड जहाँ हामीले इन्स्टिट्युसनल फ्रेगमेन्टेसनको कुराहरू गऱ्यौँ, गभर्नेन्स फ्रेगमेन्टेसनको कुराहरू गऱ्यौँ। अब दोस्रो उसमा आउँदाखेरि चाहिँ म सरहरूलाई यो इन्स्टिट्युसनबाट अलिकति यो फाइनेन्सिङ, रिस्क पुलिङ, ओओपी कसरी घटाउने र त्यसको त्यो पर्चेजिङ र सर्भिस डेलिभरीको मेकानिजमसँगको लिङ्केजमा आई वुड लाइक टु कम ब्याक। तर त्योभन्दा अगाडि म अडियन्समा मैले अघि नै एउटा निवेदन के गरेको थिएँ भन्दाखेरि विशेष गरेर हाम्रो महिला सहभागिता साथीहरूबाट प्रश्नहरू लिन चाहन्छु भनेर म त्यो प्रतिबद्धतालाई राख्दै मैले फर्स्ट यो रोबाट हातहरू यताबाट उठाउँदै जानुहोस्। स्वयंसेवक साथीहरू, म देवेन्द्र शर्मा अलिक पछि आउँछु, मलाई माफ गर्नु होला तर आउँछु। अरू यताबाट उपस्थित सम्पूर्णमा नमस्कार। मेरो प्रश्न चाहिँ कृष्ण सरलाई, यो छरिएर रहेका सामाजिक सुरक्षाका कार्यक्रमहरू एकीकृत गरेर लैजाने भनेर निर्णय भइसक्दा पनि, सबै कुरामा यो कुरा फर्मली इन्क्लुड भइसक्दा पनि कार्यान्वयन गर्न चाहिँ के कुराले यत्रो रोक्दो रहेछ र? एकदम राम्रो प्रश्न। मलाई लाग्छ डाक्टर साहबले एकदमै भित्र छिरेर त्यसको उत्तर दिनुहुनेछ। अरू साथीहरू अलि वार्म अप भएन जस्तो छ। हजुर, त्यसपछि म डाक्टर देवेन्द्रसँग आउँछु है त। माइक मेरो मिनिस्ट्री अफ फाइनेन्सको आफ्नो नाम पनि भनेर। मेरो नाम चाहिँ निरज श्रेष्ठ, म नेपाल मेडिकल कलेजमा डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिनमा फ्याकल्टी हुँ। अब मैले बुझेको चाहिँ यो गभर्नेन्सको जुन चाहिँ पालिकालाई नै अधिकार दिएको हो, त्यो पहुँच होस् आफ्नो सरकारसँग, होइन केन्द्रीयले मात्र कन्ट्रोल म्यानेज गर्न खोज्दा गाह्रो हुन्छ। एक्सेसिबिलिटीको लागि पनि हो, हेल्थको पनि त्यही होला, होइन। अब अहिले यो जुन चाहिँ डिसिमिनेट गर्ने कुरामा छ नि, कुनै पालिकाले राम्रो पर्फर्म गरेको छैन यो सोसियल हेल्थ प्रोटेक्सनको कुरामा। र अर्को कुरा, अब यहाँ नेपालमा त विविधता छ धेरै, होइन। कुनै पालिकाले आफूले नै जेनेरेट गरेर डिस्ट्रिब्युट गर्ने पोजिसनमा होला, कसैलाई अब त्यो पोजिसनमा पुग्न नै सकेको छैन, जसलाई अरू पालिका, प्रदेश अथवा सेन्टरबाटै ब्याकअप चाहिएला। अनि यो कुराहरू कतिको कन्सिडर गर्छ कि अब कतैबाट चाहिँ जति उठ्नुपर्ने पनि उठिरहेको छैन पैसाको, होइन, विच क्यान बी स्पेन्ट अन हेल्थ। अब कतिकोमा त
त्यो सिचुएसनै यस्तो छ उनीहरूलाई त्यो माथि चाहिँ ल्याउनै पर्छ होइन इक्वालिटीको भन्नु चाहिँ यो विविधताहरूलाई कतिको कन्सिडर गर्छ र कुनै यस्तो पालिका छैन जसले चाहिँ एक्जाम्पल दिएको के अब एउटा उदाहरणीय हाम्रो स्थानीय सरकारहरू छन् कि छैनन् जहाँबाट हामीले केही सिक्न सकौँ। धन्यवाद डक्टर देवेन्द्र। अरू हातहरू? धन्यवाद डाक्टर साहब। सर मेरो सानो क्वेरिज चाहिँ नि यो हामीले इन्टिग्रेसनका कुरा गरिरहेछौँ, फेरि हामीले डक्टर कृष्ण र डक्टर सुभाष दुवैलाई मिल्ने खालको यो हामीले नेसनल आइडीको उसमा गइरहेछौँ। यहाँहरूले फेरि हेल्थ आइडीको कुराहरू गर्दाखेरि यो दुईवटा हामीले एकै ठाउँमा गर्न सकियो भने इन्टिग्रेसन जहाँ पनि हामीले कस्ट मिनिमाइजेसन गरेर स्मार्ट चाहिँ डिसिजन मेकिङ गभर्नेन्सका कुराहरू छौँ भने यो हामीले फेरि दुईवटा कुरा गर्दाखेरि हामी इन्टिग्रेसन भनिरहँदाखेरि फ्रेगमेन्टेसन ल्याइरहेछौँ कि छैनौँ भन्ने कुरामा दोहोरोपन। ओके, अरू प्रश्न यहाँबाट? हजुर। अर्को माइक दिनुहोस् त। नमस्कार, मेरो नाम प्रिया पाठक। मैले चाहिँ जुन क्वेसन सोधिरहेको छु त्यो चाहिँ सबैजनालाई हो, त्यहाँ हुएभर क्यान एन्सर। त्यो चाहिँ कन्ज्युमर पोइन्ट अफ भ्यूले मलाई चाहिँ के लाग्छ भने यो चाहिँ मेरो पर्सनल ओपिनियन हो। अब चाहिँ कन्ज्युमर पनि जुन 21%ले हेल्थ इन्सुरेन्स कभरेज पाएको छ उनीहरू पनि सेलेक्टिभ हुन थालिसक्यो होइन। हामीलाई पनि चुज गर्ने अवसर मिलिरहेछ कि म यहाँ जाउँ अथवा म यहाँ जाउँ भनेर। लाइक हायर सेन्टर्समा जाने एक्सेस पनि मिलिरहेछ। विल दिस बी अ प्रब्लम इन द फ्युचर वेन वी आर ट्राइङ टु लाइक delay the process? We are not trying to delay the process, but the process is being delayed for some reason. So, what will be the benefit that you will sell the consumer from their point of view of not having it fragmented, but through a single pool? प्रश्न क्लियर छ राष्ट्रवादलाई सरलाई पनि है। अरू दुईटा हात म पछाडि जान्छु अनि सरकोमा आउँछु। उपस्थित सम्पूर्णमा नमस्कार। मेरो चाहिँ प्रश्न भन्दा पनि रिक्वेस्ट, जस्तो हामीले एकदमै धेरै इस्युज के छ, च्यालेन्जेस के छ, कन्ज्युमरको पर्सपेक्टिभबाट पनि कस्तो कन्फ्युजनमा हामी छौँ भन्ने कुराहरू लगायत अब को कुक बन्ने, को चाहिँ अर्केस्ट्रा लिड गर्ने भन्ने जस्तो यो सबै कुराहरूमा त हामीले डिस्कसन्स गरिरहेछौँ होइन। ठ्याक्कै सिमरिनजीले पनि उठाउनु भएकोमै मेरो पनि कन्सर्न हो। अबको सेसनमा चाहिँ हामीले के चाहिँ हो त, वाट इज द बोटलनेक, हामीले किन गर्न सकिरहेको छैनौँ, यो सबै कुराहरूले चाहिँ एकदमै इस्युज भइरहेछ भन्दा भन्दै पनि हाम्रो कार्यान्वयनमा चाहिँ के कुराले अप्ठ्यारो पारिरहेछ, बोटलनेक चाहिँ के हो, हामी कसरी अगाडि जान सक्छौँ भन्ने कुरामा चाहिँ स्पेसिफिक आयो भने हुन्थ्यो भन्ने चाहिँ रिक्वेस्ट गर्न चाहे। एकदम राम्रो, प्यानलिस्टहरूले सुनिराख्नु भएको छ। मेरो पनि भूमिका छ रहन्छ त्यसमा मोडरेटरको हिसाबले हामी त्यसलाई सम्बोधन गर्ने प्रयास गर्नेछौँ। 1 2 हजुर तीनवटा क्विक हुन्छ सर। यहाँ चाहिँ छलफल भइरहेको चाहिँ सोसल हेल्थ प्रोटेक्सनको स्किमको कुरा भइरहेको छ, तर हामी स्किममा मात्रै कुरा गरिरहेको छौँ। त्यो सोसल पार्ट चाहिँ अलिकति मिसिङ भएको जस्तो लाग्छ मलाई। जस्तो फ्रेगमेन्टेसन, मेरो ओपिनियनमा चाहिँ फ्रेगमेन्टेसन चाहिँ स्किममा होइन पपुलेसनमा देखिन्छ। पपुलेसनमा भनेको चाहिँ हामी धेरै जसो चाहिँ फर्मल सेक्टरलाई चाहिँ इनरोल गर्न खोजिरहेको छौँ, तर हामीसँग चाहिँ हेभिली इन्फर्मल इकोनोमी छ। फर एक्जाम्पल वी हेभ ड्राइभर्स। अब तपाईँ बिहानमा 4 बजे उठेर काठमाडौँको सडकमा हेर्नुहुन्छ भने वी हेभ स्विपर, स्पेसल्ली हस्पिटल बाहिर हेर्नुहुन्छ भने अर्ली मर्निङ भेन्डर्सहरू। त्यस्तो पपुलेसनलाई चाहिँ आई एम बिङ अ बिट एल्ट्रिस्टिक, बट त्यस्तो पपुलेसनलाई कभर गर्ने साँच्चै नै त्यस्तो खालको सोसल प्रोटेक्सन स्किम हेभी थर्ड द्याट भन्ने कुरा चाहिँ म माइक यता त्यहाँ ठिक छ, त्यहाँबाट अनि यता माइक दिनुहोस् त सरलाई। त्यसपछि सबैजनालाई नमस्कार, म सुजन सापकोटा हरि इन्टरनेसनलबाट। अब हामीले विभिन्न फ्रेगमेन्टेसनदेखि लिएर विभिन्न समस्याहरूको बारेमा कुरा गर्दै गर्दाखेरि चाहिँ यो इन्सुरेन्स, यो पोलिसिज र सिस्टम्सहरूलाई चाहिँ अझ डाइरेक्टली यो इन्कम ट्याक्स फन्डेड चाहिँ युनिभर्सल हेल्थ कभरेजतिर चाहिँ लगाएर यसलाई चाहिँ ओभरअल इन्कम ट्याक्समै इनबिल्ड गरेर
अगाडि बढ्दाखेरि र त्यो एप्रोचमा चाहिँ अगाडि जाँदाखेरि जान सकिन्छ कि सकिँदैन र के गर्न सकिन्छ भन्ने कुरा हो। धन्यवाद। एकदम राम्रो प्रश्न आएको छ। म सरबाट एउटा हजुर सम्भवतः अहिलेको राउन्डको अन्तिम प्रश्न। मेरो नाम भीम साके, म चाहिँ प्रोक्योरमेन्ट सप्लाई चेन स्पेसलिस्ट रूपमा धेरै वर्ष काम गरेँ गभर्मेन्ट नेपालसँग। मेरो यो दिस इज भेरी इन्ट्रेस्टिङ टपिक, यो फ्रेगमेन्टेसनको कुराहरू। तर अब हामीले के पनि बुझ्नुपर्छ भने अब पहिला पनि अब देश जब फेडरलिजममा गयो त 3 तहको सरकार आएपछि हाम्रो जन फेडरलिजम तपाईँको प्रोग्रामेन्टदेखि सबै कुरा भएको छ। अब हामी फेरि यसलाई अब कसरी युनिफाइड गर्ने, फेरि हामी कसरी ब्याक टु होइन कसरी ल्याउने भन्ने कुरा छ। तर मेरो यो प्यानलिस्ट प्रश्न चाहिँ अब देश फेडरलिजममा गइसकेको छ, तीनवटा सरकार छ। अब यसलाई कसरी तपाईँले गर्दाखेरि कुन रूपमा च्यालेन्जको रूपमा लिनुहुन्छ? त्यति सहिलो छैन जस्तो लाग्छ मलाई, किनभने त्यही रूपमा तपाईँको डिसेन्ट्रलाइज फेडरलिजममा गएपछि केही त दिनु पऱ्यो, स्थानीय सरकारलाई पनि दिनु पऱ्यो, प्रोभिन्सलाई पनि दिनु पऱ्यो, सङ्घले पनि लिनु पऱ्यो। यसलाई अब युनिफाइडमा ल्याएर आउने कि अहिले भएको कुरालाई नै राम्रोसँग नियमन गर्ने भन्ने कुरामा चाहिँ हामीले विचार गर्नुपर्छ होला। वेयर इज द ब्युटी लाइज? इन्टिग्रेसन गर्ने कि अहिले भइरहेको कुरालाई इफिसियन्ट बनाएर एक्ज्याक्टली 3 तहको बाँडफाँडलाई अझ प्रष्ट पारेर अगाडि जाने? I have one question. My name is Ini Rizal. Hazur. I'm from Heart International. So my question is there any way that private sector can also be incorporated into our fragmented system? Because private sector itself is the biggest aspect here. Thank you. Thank you so much. एकदम यहाँहरू सबैलाई तालीले म सम्मान गर्न चाहन्छु। यति राम्रो प्रश्नहरू राख्नुभयो, यति धेरै जिज्ञासाहरू दिनुभयो। सरहरूलाई प्रश्न पनि टिप्नु भयो होला। तर एउटा मुख्य कुरा मलाई कहाँ लाग्यो भने हामी निर्णय चाहिँ गर्दा रहेछौँ, राम्रो निर्णय। सिमरनजीको प्रश्नबाट हेर्दाखेरि चाहिँ कार्यान्वयनमा चाहिँ अप्ठ्यारा छन्, गाह्रो छ, गर्न सकिएन, गर्दैछौँ भन्ने भाष्यहरू बढी देखिँदो रहेछ। छरिएर रहेका स्वास्थ्यका सामाजिक सुरक्षा योजनाहरूलाई हामीले एकीकृत गर्नुपर्छ भनेर डाक्टर कृष्णले अघि निर्णय भएको कुरा सुनाउनु भयो। कार्यान्वयन पक्षमा 1, 2, 3 भनेर भन्न मिल्छ कि मिल्दैन, तर त्यसलाई प्रष्ट रूपमा राखिदिनु भयो भने पहिला त्यहाँबाट सुरु गरौँ होला। धन्यवाद। फर्स्टमा मकान ल्याएकोमा पनि धन्यवाद। मलाई यो कस्तो सम्झनु मन लाग्यो भने हामीले 5, 10, 15 सयका अस्पतालहरू ड्यु रेस्पेक्ट सम्बन्धित ठाउँमा जहाँ जहाँ हो, अन्यथा नबुझिदिनु होला, स्विच थिचेर उद्घाटन गऱ्यौँ। स्विच त थिच्यौँ नि, काम पनि देशभरि उद्घाटन गऱ्यौँ, देशभरि एकैचोटि होइन। तर स्विच थिच्दा मात्रै त नबन्ने रहेछन् नि। मैले त्यसरी कुरा गर्छु। र अर्को राम्रो भाषामा भन्दा डिपार्चर सुरु भएको छ, फेरि पनि रिपिट गर्छु, प्रस्थान चाहिँ भएको छ। तर कार्यान्वयनमा चुनौती छन् डेफिनेटली। हाम्रो यो विगतकै रोग हो, त्यो पनि एक्नोलेज गर्छु। काठमाडौँबाट पोखराको लागि गाडी गुड्यो तर पुग्दैन हजुर। त्यही त, अब बाटो राम्रो बनाउने प्रयास भइरहेको छ। म फेरि यसलाई मैले शब्द जालले घुमाउन खोजेको होइन। वी हेभ अलरेडी स्टार्टेड द डिपार्चर। तर कहाँ समस्या छ भन्ने भनिदिनु पऱ्यो। 1, 2, 3 त्यहाँ आउँछु म। सबैजना हामी कन्भिन्स छौँ यो फ्रेगमेन्टेसनबाट वी हेभ टु कम आउट अफ इट। बट अगेन डक्टर बलले सम्झाएको जस्तै वी सुड नट फर्गेट पब्लिक हेल्थमा जस्तै कुनै बेला हामी भर्टिकल प्रोग्राम, कुनै बेला लेप्रोसी मात्रै चिन्ने मान्छे थिए, मलेरिया चिन्ने मान्छे थिए, टिबी चिन्ने मान्छे थिए, हामी फेरि इन्टिग्रेट गऱ्यौँ। समवे यता पनि त्यस्तै हो, समय लाग्दो रहेछ। एउटा आधारभूत स्वास्थ्य सेवामा पाइरहेको सेवालाई स्वट्ट बिमाबाट मात्रै दिने गरी भोलिको मितिदेखि आधारभूत स्वास्थ्य सेवा अथवा यो हामीले चाहिँ कन्डिसनल ग्रान्टबाट औषधि किन्ने बन्द गरौँ भनौँ नसक्ने अवस्था छ। किनभने स्वास्थ्य बिमामा इनरोल कति हुनुहुन्छ? 30% मात्रै हुनुहुन्छ। भोलि नै हामी 100% नागरिक जुन ऐनले प्रोभिजन गरेको जस्तो गर्न सकेनौँ, नसकेकै भन्नु पर्ला। 70% चाहिँ नागरिक बिमा भन्दा बाहिर छ आजको मितिमा। त्यस कारणले गर्दाखेरि पनि हामी पहिला बिमाको कभरेज फैलावटलाई बढाउन नसक्दाखेरि हामीले अहिले भएको स्किमलाई जोड्न सक्दैनौँ। अब त्योसँग रिस्क पुलिङको अघि तपाईँले राम्रो ब्युटिफुल्ली ल्याउनु भयो, फर्मल सेक्टर हाम्रो ताराले पनि उठाए। एकातिर फेरि
त्यो त छँदै थियो, हाम्रो स्वास्थ्यभित्रकै समस्या दोहोरिँदै थिए। यतातिर एकदम ब्युटिफुल्ली एकदमै ठुलो धमाका गर्दै सामाजिक सुरक्षा कोष आयो। त्यसले एउटा सेक्टरलाई सोकल फर्मल इन्फर्मल सेक्टरलाई उतातिर लगिदियो, जसले स्वास्थ्य बिमा ऐन चिनेन। स्वास्थ्य बिमा ऐन पहिला आएको हो तर त्यसले चिनेन, अर्कै हिसाबले लगिदियो। त्यो हेल्थभन्दा बियोन्डको म त्यसमा पनि बोलिनँ, महेश सरले बोलिदिनु होला। मैले बोल्दा के भन्छु भने हाम्रो आफ्ना कार्यक्रमहरूको आफ्नै इतिहासहरू थिए कि 8वटा कडा रोगलाई दिने विपन्न कार्यक्रम अथवा अस्पतालमा सामाजिक सेवा इकाइबाट निःशुल्क दिने, सबैको आफ्ना आफ्ना इतिहास छन्। जेरियाट्रिक कार्यक्रमको आफ्नै छ। आमा सुरक्षा फेरि कहाँ गएर जोडिन्छ? मातृ मृत्यु दरसँग एकदमै संवेदनशील विषयसँग जोडिन्छ। ठ्याक्कै आमा सुरक्षा भोलिदेखि बिमाबाट मात्रै हुन्छ, सबै गर्भवतीले बिमित भए मात्रै पाउँछन् भनेर आजको भोलि स्विच थिचर डिपार्चर पनि असम्भव होइन। म भन्छु असम्भव होइन, तर समय लाग्दो रहेछ। र आजको मितिमा सबै कुरा स्वास्थ्य बिमा बोर्डले नै गरोस् भन्नलाई त्यसको इन्स्टिट्युसनल क्यापेसिटी, मैले अहिले अघि विपन्नको मैले कथा भनिसकेँ। हामीले त्यो 10 वर्ष जति त्यो स्वास्थ्य बिमा बोर्डले काम गर्यो, त्यही सफ्टवेयरमा छौँ। त्यो सफ्टवेयरको क्षमता त्यस्तै छ। मैले अघि विपन्नको उदाहरण दिइसकेँ, डिपार्चर भइसकेको कुराको अप्ठ्यारो पनि, दिनको कतिपटक फोन गर्नु परेको पनि। त्यो भएर डिपार्चर भएको छ, प्रयासहरू भएका छन्, नभएको होइन। यसलाई सकारात्मक डिरेक्सनको रूपमा लिउँ, लर्निङ अनलर्निङ फिडब्याक लिने, परिष्कृत गर्ने गर्दै जाउँला। अब हामीले कुन स्ट्रिमहरूलाई, कुन सोसल प्रोटेक्सन स्किमहरू स्पेसल्ली इन द हेल्थ द्याट क्यान बी ब्रट इन्टु सोसल हेल्थ इन्सुरेन्स भन्ने एउटा म्यापिङ गरेर काम चाहिँ गरेका छौँ। 2-3वटा प्रतिवेदन, अध्ययन प्रतिवेदनहरू बने। डेफिनेटली हाम्रो रोग हो यो, म एक्नोलेज गर्छु नै। म यहाँले जे भन्ने भन्नुहोस्, इम्प्लिमेन्टेसन विक डेफिनेटली हो। अब त्यो माथि सरकारको नीति तथा कार्यक्रम तीनै तहका सरकारका लागि हो, तर फेरि प्रदेशले पालिकाले बनाउने बेलामा फेरि यो कसैले मतलब गर्दैन। एउटा प्रदेशले रगत फ्री गर्यो भने अर्को प्रदेश जम्प गरेछ त्यसमा। क्यान्सरको औषधि क्यान्सरको उपचारमा 1 लाख त सङ्घले दिएकै छ त, अर्को 50,000ले नै ठुलो केही हुनेवाला छैन। हेर्नु होला क्यान्सर भएका बिरामीलाई नयाँ स्किम आउँदा हामीले ब्युरोक्रेसीले स्पेसल्ली टेक्नोक्राटले स्पेसल्ली भनिदिनु सक्नु पर्यो पोलिटिसियनलाई, लौ न हजुर यो त ठिक भएन भनेर। अनेस्टली भन्दा यो 5,000 अहिले हामीले सर्टेन डिजिजहरूलाई बाँडेका छौँ। म क्वाइट क्रिटिकल हो, तर आई कान्ट हेल्प। मैले रोक्नै सक्दिनँ। अर्थ मन्त्रालयमा भने पनि धेरै पटक, किन इट्स अ पोलिटिकल विल र नो वान वान्ट्स टु ब्याकअप। अब यस्तै खालको सरकार भयो भने होला, यस्तै खालको सरकार रहेर खुट्टा टेकिदियो भने होला। र अर्को ट्रेड अफ, राज्यले कतिसम्म दिने हो त, के दिने हो भन्ने ट्रेड अफ चाहिँ हुनैपर्छ। भनेपछि यी समस्याभित्र केही सिस्टमका समस्या, केही प्रोग्रामेटिक समस्या, केही संवैधानिक दायित्व पनि आजको मितिमा मलाई भन्न त मिठो लाग्छ नि, आमा सुरक्षा बिमाबाट दिन मिल्छ, तर आमा सुरक्षा आधारभूत स्वास्थ्य सेवाभित्रको कुरा हो। यदि कोही आमाले पाएन र मुद्दा हाल्यो भने के गर्ने भोलि? हामी त्यो पनि सोच्नुपर्ने रहेछ क्या। हुन त नेपाली नागरिक यति ज्ञानी छन्, संविधान आएको कति वर्ष भइसक्यो, मैले आधारभूत स्वास्थ्य सेवा पाइनँ भनेर मुद्दा हालिदिइसकेका छैनन्। हाल्नुपर्ने थियो, मौलिक हक भए भएर। थाहा छैन, मैले आज भनेकै कारणले मुद्दा आयो भने कोलाई समस्या पर्ने हो? तिनै तहलाई समस्या पर्छ। र यो 3 तर बिमामा नजाँदा पनि राज्यले त्यसलाई नियमितता गर्न नसकेको र त्यो सेवा नपाएको उदाहरण छ। फेरि त्यसमा आउन डाक्टर साहब, समयको पाबन्दीले गर्दाखेरि म सरसँग जान चाहेँ। औपचारिक कुरा, अनौपचारिक समूहको कुराहरू पनि आयो। हामीले चाहिँ बिमा कार्यक्रमलाई औपचारिक क्षेत्रमा बढी फोकस गरिरहेको छौँ। अनौपचारिक क्षेत्रको ठुलो हिस्सा छ, त्यसमा पनि हामीले। अनि अर्को प्रश्न के आयो भने कि सबै ट्याक्स पेयर्स फाइनेन्सिङबाट चाहिँ हामीले यी 48वटा सेवा ट्याक्स पेयर्स फाइनेन्सिङबाट मात्रै गर्छौँ भनेर जाँदाखेरि हुन्छ कि हुँदैन? र 3 तहको सरकारभित्र काम गरिरहँदा ठुलो निजी क्षेत्र पनि बाहिर रहिरहेको अवस्था। एउटा जम्प गर्छु, एउटा प्राइभेट सेक्टर आएको भएर इन्ट्रेस्टिङली खड्कै बनिले हो क्या। हामीले त प्राइभेट सेक्टर छुट्याएको छैनौँ। हाम्रो विपन्न कार्यक्रम पनि प्राइभेट सेक्टरमा छ, निःशुल्क डायलाइसिस भन्ने पनि छ, प्राइभेटबाट डायग्नोज भएकाले क्यान्सरले पनि पाउने व्यवस्था छ। 5,000 मन्थली 5,000। हाम्रो कुनै पनि स्किम बिमा पनि छुटेको छैन। डेफिनेटली क्राइटेरिया त छ। म सरलाई आफ्नो रिफ्लेक्सन। थ्याङ्क यू। म जस्तो यहाँ अघि जुन क्वेरीहरू आएको थियो त्यसमा चाहिँ लोकल लेभलको पनि विविधता छ, अब कतिपय चाहिँ क्षमतावान पनि छैनन् भन्ने आएको छ। जस्तो त्यही भएर हामीहरू अहिलेको संरचनामा चाहिँ
सेन्टरबाट जुन जान्छ अनुदानहरू 4 किसिमको गरेको छ नि। जस्तो एउटा इक्विलाइजेसन भनेर चाहिँ केही कुरा नहेरिकन त्यसको एउटा सर्टेन फर्मुला छ, फर्मुला अनुसारको सबैलाई जान्छ। जस्तो विशेष अनुदानबाट त्यस्ता कुराहरू सम्बोधन गर्न सकिन्छ। पछि परिएकोलाई भनेर त्यो विशेष अनुदानको खासमा मकसद भनेको नै त्यसमा चाहिँ केही डिस्क्रिप्सन गर्न सकिने भन्ने राखिएको कुरा हो त्यो होइन। अब त्यसलाई योजना आयोगबाट हाम्रो शिव सर गइसकेपछि अलिकति योजना आयोगले त्यो केही कुराहरू त्यसमा सम्बोधन पनि गरे जस्तो लाग्छ मलाई। अब कन्डिसनल त सबै हाम्रो सेन्टरले जे चाहिँ काम लाउने हो त्यसमा हो। जस्तो फर इक्जाम्पल मानौँ अब भनौँ न मातृ शिशुको चाहिँ जुन अब आमा कार्यक्रमहरू जस्ताहरूको लागि हो त्यो होइन, त्यो विशेष अनुदानको छ हामीसँग प्रोभिजन चाहिँ एकदम फेडरलिजमले जस्तो अघि मैले सुरुमा चाहिँ फेडरलिजमको कारणले चाहिँ अलिकति हाम्रो हेल्थ सिस्टममा केही फ्रेगमेन्टेसन भएको छ भनेको चाहिँ नराम्रो हो भन्न खोजे होइन। फ्रेगमेन्टेसन भएको छ त्यसलाई युनिफाइड हिसाबमा लान सक्ने बाटो चाहिँ सेन्टरमा छ, त्यसलाई फेडरलले एउटा किसिमको एरेन्जमेन्ट गरेर लान सक्छ। तर एकदम राम्रो कुरा चाहिँ के भन्दाखेरि लोकल लेभलहरू पनि एकदम काम गरौँ भनिरहेछन्। तर कस्तो भने अलिक बढी उत्साहित हुँदाखेरि कहिलेकाहीँ चाहिँ गर्नुपर्ने भन्दा बढी के जस्तो हाम्रो संविधानले नै चाहिँ बेसिक चाहिँ अघि सरले भन्नु पनि बेसिकमा हामी रोक्न सक्दैनौँ भनेको चाहिँ बेसिक इज फ्री, बेसिक हामी फ्रीली दिनु पऱ्यो। र त्योभन्दा माथिका ठुला भयो भने चाहिँ अनि हामी हेल्थ इन्सुरेन्सबाट लाने भनेर गरे हो नि त। त्यो त राम्रो एरेन्जमेन्ट त त्यो हो नि त, त्यो एरेन्जमेन्ट त्यही हो। अब हेल्थ इन्सुरेन्सको चाहिँ के भयो अनफर्चुनेट भने हेल्थ इन्सुरेन्स भनेको चाहिँ ऐसेको हुनु हुँदैन नि। हेल्थ इन्सुरेन्स मस्ट बी युनिभर्सल के अनिवार्य हो नि हेल्थ इन्सुरेन्स भनेर त। अब हामीलाई चाहिँ ऐसिक छ अहिले 30% बल्ल तल्ल होइन। अनि फेरि अर्को एउटा चाहिँ समस्या के छ भन्दाखेरि कतिपय जस्तो त्यही कुरा आयो नि सामाजिक सुरक्षा कोष आयो होइन। सामाजिक सुरक्षा कोषमा चाहिँ जो त्यहाँ इनरोल छन् उनीहरूलाई चाहिँ जोड दिनु पऱ्यो नि हेल्थ इन्सुरेन्समा। सामाजिक सुरक्षाबाट पाउने जुन बेनिफिटहरू 8वटा बेनिफिटहरू तोकिया छ त्योमध्ये एउटा मेजर चङ्क त स्वास्थ्यको हो नि। भनेपछि त्यसलाई लगेर चाहिँ हेल्थ इन्सुरेन्स जोड्नु पऱ्यो के। त्यहीँबाट चाहिँ त्यो 3500को जुन प्रिमियम छ प्रिमियम चाहिँ त्यहाँबाट तिर्ने व्यवस्था हुनु पऱ्यो नि त। त्यो गर्न सक्यो भनेदेखि अनि बल्ल कुराहरू मिल्दै जान्छन् के। अब मलाई सरले यो भनिरहँदाखेरि वाट वुड बी द वान कङ्क्रिट स्टेप द्याट मिनिस्ट्री अफ फाइनान्स क्यान टेक इन नेक्स्ट AWPB in order to avoid this fragmentation or better harmonization? हो यसको लागि अब मैले अहिले इन्डिकेट त गरेँ नि त। जस्तो चाहिँ एउटा कुरा चाहिँ पहिलो कुरा भनेको चाहिँ हेल्थ इन्सुरेन्स भनेको चाहिँ अनिवार्य हुनु पर्यो। अनिवार्य जस्तो हामीले अहिले मोटर निकालेर चलाउन थाल्यो भने हामी थर्ड पार्टी इन्सुरेन्स चलाउन पाउँछौँ त? पाउँदैनौँ नि। भनेपछि इन्सुरेन्स पनि चाहिँ अनिवार्य हुनु पर्यो। इच एन्ड एभ्री सिटिजन मस्ट बी इनरोल इन हेल्थ इन्सुरेन्स। त्यहाँ भनेको छ नि त नसक्नेलाई के गर्ने अघि कुरा आएको थियो नि त। इन्फर्मलको अथवा नसक्नेलाई त पालिकाले तिर्दिने, यति वर्ष नागेकोलाई पालिकाले तिर्दिने भनेर भनेकै छ त। अरू सक्नेले त तिर्नु पर्यो नि त। अनि त्यसपछि पो एकदम राम्रो कुरा भयो। अब अर्को पाटोमा इन्सुरेन्स त गर्ने तर सेवाको उपलब्धता, त्यसको गुणस्तरता, त्यसको चाहिँ चुस्तता, एफिसियन्सी नभएको अवस्थामा के गर्ने? तपाईँको अब मिनिस्ट्री अफ हेल्थलाई अथवा इन्सुरेन्स बोर्डलाई यसमा नि भन्छु। जस्तो अघि कृष्ण सरले भन्नु पनि मैले पकेटबाट पैसा तिरेर जाँदा चाहिँ निजी अस्पतालले दिन सक्ने अनि हेल्थबाट इन्सुरेन्सबाट जाँदा नसक्ने भन्ने हुन्छ त? हामीले त निजी क्षेत्रको अस्पताललाई पनि त हाम्रो सर्भिस प्रोभाइड एजेन्सीमा राखेका छौँ नि त। भनेपछि त त्यो हुँदैन। जस्तो फर इक्जाम्पल यहाँहरूले हेर्नुभयो भने सबभन्दा धेरै हेल्थ इन्सुरेन्सबाट चाहिँ बिल उठेर तिरेको नै निजी अस्पताललाई छ। हामीले त अनि मान्छेले आफू जाँदा चाहिँ निजीले तिर्न सक्ने, सरकारबाट जाँदा चाहिँ नतिर्न सक्ने भन्ने त हुँदैन। त्यसले गर्दाखेरि सक्छ त्यो। अहिले पनि धेरै निजी अस्पतालहरू हाम्रो चाहिँ सेकेन्ड लेयरको इन्स्टिट्युसनमा बसेका छन्। त्यसले गर्दा समस्या होइन त्यो। समस्या चाहिँ के भने पुल सानो भयो के, पुल सानो भयो अनि मान्छेलाई विश्वास भएन। र अर्को एउटा चाहिँ गभर्नेन्सको प्रब्लम छ त्यहाँनिर गभर्नेन्सको के प्रब्लम भयो भन्दा धेरै निजीमा जाँदाखेरि चाहिँ नचाहिएको टेस्ट गराउने, बिल धेरै बढाउने काम पनि भएको छ। त्यसमा चाहिँ धेरैचोटि त्यही भएर हामीले बिचमा चाहिँ 10%को अलिकति चाहिँ पेमेन्टको कुरो पनि ल्यायौँ नि त। पहिला थिएन होइन। के पेमेन्टको अलिकति कुरो ल्याएर त्यसलाई केही न केही रेगुलेसन गर्न खोजिएको छ। केही प्रयासहरू भएको छ। त्यो पनि फेरि यहाँहरूलाई भनौँ सर र हामी हुँदाखेरि नै बहुत बृहत छलफल गरेर यो कोपेमा जाउँ भनेर गरेको कुरा हो। त्यसले गर्दाखेरि प्लेन्टी अफ अपर्च्युनिटी छन् त्यहाँनिर गर्न सक्ने ठाउँ अनुसार गरि पनि रहेछौँ। फेरि हामीले अहिले हामीसँग भएका कुराहरू चाहिँ लाई नै सुधार गर्दै लाने हो क्या। फेरि हामीले यो अहिले जे छ त्यसलाई फेरि घाडाङगुडुङ तोडफोड गरेर नयाँ ल्याउनु थाल्यो भने झन् बिग्रिन्छ। अब जे जहाँ छ त्यसलाई सुधार्दै युनिफाइड गर्दै लाने भनेको चाहिँ अघि मैले भने नि सोसियल सेक्युरिटीकोलाई लगेर हेल्थ इन्सुरेन्समा लगेर जोड्ने ताकि त्यहाँबाट पेमेन्ट जाओस्। जस्तो फर इक्जाम्पल अर्को भन्छु म, जस्तो म अहिले कर्मचारी हो, मेरो चाहिँ सञ्चय कोषले पनि गर्छ। अब सञ्चय कोषको लागि पनि त जोड्न सकिन्छ नि त त्यो हेल्थ इन्सुरेन्समा।
सञ्चय कोषले चाहिँ त्यो तिर्दिन सक्छ नि त प्रिमियम त तिम्रो प्रिमियम यहाँबाट जान्छ र केही भयो भनेदेखि भोलि चाहिँ यस्तो मिठो कुरा जोड्न सकिन्छ कसले जोड्ने हो हामीले गर्दैछौँ त त्यही गरिदिउँ त्यही भएर को पेमेन्टको सुरु गऱ्यौँ होइन को पेमेन्ट सुरु गऱ्यौँ को-पेमेन्ट सुरु गऱ्यौँ त हामीले गऱ्यौँ अब त्यसमा पनि हामी चाहिँ त्यसलाई चाहिँ जोड्ने भनेर हामी यो लागेर सोशल सेक्युरिटी फन्ड र हजुर हेल्थ इन्सुरेन्स प्रोग्रामको बिचमा जुन तारतम्यता मिलाउनु पर्ने कुराहरू मन्त्री स्तरीय छलफल स्वास्थ्य मन्त्रीले पनि गर्नुभयो बोलाएर गर्नुभयो त्यसमा चाहिँ मिनिस्ट्री अफ फाइनान्सको भूमिका के हुन्छ होइन हामी यस्तो हुन्छ मिनिस्ट्री अफ फाइनान्स भनेको चाहिँ ओभरअल बास्केट बोकेर बसेको छ होइन रिसर्च कन छ भनिसकेपछि हामी सधैँ यसमै छौँ क्या कसरी यो सुरु गरेकै त आखिर त के भन्दाखेरि गभर्मेन्टलाई चाहिँ फिजिकल चाहिँ स्ट्रेन कम होस् भनेर गरे हो भनेपछि अलवेज वी आर ट्राइङ टु मिटिगेट अल दिस थिङ्स होइन र हामी सँगै बसिरहेछौँ र हाम्रो चाहिँ उद्देश्य भनेको नै जसरी हुन्छ दुईवटा कुरा हो क्या एउटा चाहिँ पब्लिकले आउट अफ पकेटबाट गर्ने खर्च कम हुँदै जाओस् अर्को कुरो गभर्मेन्टको चाहिँ जति अहिले चाहिँ गरिरहेछ नि खर्च हेल्थको नाममा आखिर त्यसलाई लगेर रिस्क मेकानिजम रिस्क पुलिङमा राख्यो भनेदेखि त त्यसरी पुगिने रहेछ नि भएर सर म लगभग समयले पनि हामीलाई अलिक घर्काइरहेछ आई रियली वान्ट टु हियर फ्रम your expertise towards the concluding this. You know Nepal, you worked here and very closely supported various these schemes. What reform milestone Nepal should adapt so we achieve by 12th December 2026? 1, 2, 3 key milestones that Nepal should achieve before we talk. And then you can carry on that. I think you should be serious with pooling. You're talking about different insurances. You have got the Employee Provident Fund, the Social Security Fund, the Health Insurance Board. You have got other schemes, but you also have got a lot of money at the discretion of hospital directors, at local government chairmen, provincial government. They all have a budget line for which they can give people some money to buy healthcare service, to pay either fees at the government hospitals or to pay private fees. I would suggest put all this money into one pooling entity. And whether it's the National Health Insurance Board or the Social Security Fund, I don't really mind. And then determine what is it that they are paying providers for, including safe motherhood. Not the safe motherhood at basic health facilities, that's a different story, not the antenatal care, but if it's a cesarean section, it's a very clear indication. If it's a complication after delivery, it's a very clear indication, and there can be a price tag. The hospital, and there the government plays a very important role, the Ministry of Health, how much is a hospital allowed to ask as a price based on costs, and then negotiate prices, and then the insurance fund pays. Yeah, public hospital will get subsidies for running facilities, private hospitals not. That's the reason why they do have to ask for higher prices, but it does not mean that they are included. So if there's one thing one could achieve until next year is if one opts for this separation of provider and payer, then one has to pool all this money into one, maybe two funds. Yeah? And then the word, I would like to say the word social is not determined, is not equal to welfare. Social is making sure that the whole society is covered according to their needs in terms of their health status, but also into their ability to pay. The government is doing this with their taxation. Government is not, money doesn't rain from heaven. Yeah, they are collecting it from people. And they are ideally collecting it from rich people. Yeah? And then they're giving it back to the rich for some services, but also give them the poor more than they can actually afford. Therefore, do you think the current insurance scheme is pro-poor? At the moment? Yeah. If one looks at it, at the wealth quintile, to a certain extent. Yeah, but it has the same flaws as many other issues. Those who are more learned. What if the premium is aligned with the income that someone talked about? I think it should be aligned. It should be aligned with the income where I come from. Yeah? It's income based. I think in Poland, where Anna comes from as well, we make the mistake. We are stopping. We are capping it too early. Yeah, it's percentage of a certain income up to a level, and then after this level, it remains the same. It doesn't rise.
And I would continue it to rise. Yeah? Those who are earning 10,000, 20,000, they should also pay 15%. Because 15% of 20,000 Is that feasible to implement in Nepal? It's not even possible at the moment in Germany. It's not possible in Germany at the moment to ask the rich to contribute reasonably. No, I mean, you ask Thank somebody who is a millionaire to pay 50,000. He will start crying like no man's business. I cannot afford 50,000, but you're earning 1 million. No, I cannot afford 50,000. I cannot buy my son an extra Porsche. So it's politically not really possible. So it's a political matter to what extent it goes. But it does. Besides this, I think putting all the money you have into one entity and then letting this entity negotiate with providers on fees so that I, as a consumer, are protected. I told the story yesterday. Yeah? If you tell me as a doctor what you need, you can tell me all sorts of things. I do not know what is behind that scar. Great, thank you. You provided a couple of milestones for us, which we will continue to track, and we'll talk more in 2026. I will ask my colleague whether it was successful. It is possible. It is not impossible. Okay. At the moment, the Health Insurance Board and Social Security Fund, they use similar digital systems. So I think in principle, it is easy. It is not too complicated to put them together. What is more complicated is to put these discretionary funds, with which people feel powerful. I, as a director, I can give you 50,000, I can give you 10,000 to go and pay some fees. That is more complicated. That's great. Thank you very much. Now, question to Dr. Subhas. Let's assume if you are a parliamentarian and you need to speak in parliament after the election, tomorrow, right? Then do a specific politically feasible reform that helps to reduce out-of-pocket expenditure and enhances the coverage toward the better. If you are a politician tomorrow, speaking in parliament, what would be your two most fundamental politically feasible thing? दुईवटा त्यो भन्नुभन्दा पहिला अघि देवेन्द्रजीको एउटा एन्सर दिन्छु नेसनल आइडी र त्यो चाहिँ मलाई एन्सर गरिदिनु भन्नुभयो हेल्थ आइडीको कोअर्डिनेसन जसरी अस्ति नेसनल आइडीबाट मतदाता परिचय पत्रमा पनि ट्रान्सलेट भयो उता पासपोर्ट बनाउनेमा पनि हुन्छ ह्यान्डओभर गर्न सक्छ टेक्निकल्ली सो युनिक हेल्थ आइडी भनेर छुट्टै बनाएर नेसनल आइडीसँग कोअर्डिनेसन गर्न सकिन्छ त्यो आइटी पढेको थुप्रै व्यक्तिहरू छन् गर्न सकिहाल्छन् मेरो दुईवटा कुरा हुन्छ एउटा चाहिँ म स्वास्थ्यको नियमनकारी निकाय एउटा बनाउँछु र दोस्रो भनेको यो स्वास्थ्य बिमालाई चुस्तता कायम गर्दै त्यसमा अलि आइटी र सफ्टवेयर मिलाउनै पर्नेछ चुस्तता कायम गर्दै सबै स्किम्सलाई एक ठाउँमा ल्याउँछु र युनिभर्सल हेल्थ कभरेज 26 को 12-12सम्म पुरा गर्न अगाडि बढिन्छ सबै पोलिटिसियनलाई र सबै प्रोफेसनल्सलाई पेयर्सलाई पिपुललाई सबै पीलाई एक ठाउँमा आउन आग्रह गर्छु दुईटा कुरा त्यति नै गर्छु थ्याङ्क यू भेरी मच हुन्छ यहाँले चाँडै नै आफ्नो राजनीतिक यात्रामा छलाङ मार्नुहोस् भन्ने हाम्रो पनि शुभकामना सहित यस्ता कुराहरू हामी फेरि सुन्न पाऊँ भन्छु म फाइनल 1 मिनटमा अबको बाटोमा चाहिँ दुईटा चिज चाहिँ अत्यन्तै महत्त्वपूर्ण छ भनेर इलाबोरेट नगरिकन म डाक्टर सुभाषले भने जस्तै म कृष्णमा गएँ शर्मा गएँ धन्यवाद मैले लेस देन मिनेटमा सक्छु एउटा चाहिँ हामीले स्वास्थ्य संस्थामा एक्सेस इम्प्रुभ गर्न अझै काम गर्न बाँकी छ त्यो गर्नै पर्छ सुशीलजी भुल्न नहुने बाटो एउटा स्वास्थ्य सेवामा एक्सेसको बाटोमा हामीले काम गर्नुपर्ने छ क्वालिटी भुल्न नहुने छ दुईटा भयो तेस्रो र streamlining of all these duplicated or fragmented social health protection should go hand in hand with all these things. Hospital राम्रो नभइकन नागरिकलाई बिमित भन्न सकिँदैन देन ओन्ली यो सबै जोडिएको छ क्या एक अर्कामा अस्पतालमा बिमाको लामो लाइन हुने बिमा गर भनेर मात्रै हुँदैन बिमाले सबै दिन्छ अब भन्दै गर्दा बिमा बोर्डको इन्स्टिट्युसनल क्यापेसिटी विच वी आर वर्किङ अन अहिले ओएनएम हुँदैछ त्यसको सफ्टवेयरको कुरा पनि उहाँले राम्रो राखिदिनु भयो वी निड टु स्केल अप त्यो सफ्टवेयरको क्यापेसिटी नै बढाएको छैन र देशभरबाट आउने मैले ठ्याक्कै अङ्क बुझेँ लाखौँको क्लेम हेर्न सक्ने दैनिक 6,000 5,000 हेर्न सक्ने पनि क्षमता छैन कति धेरै क्लेम आउँछन् त्यो मिलेको छैन त्यहाँ टेक्नोलोजीको युज आवश्यक छ
यति मात्रै, देन वी क्यान मुभ। सरसँग भाइ 1 मिनट। एकदम छोटोमा राख्छु। मैले अघि ट्याक्स पेयरको कुरो त उहाँले भन्नुभयो, त्यस्तो गर्नलाई फेरि अलि त्यो न्यायोचित पनि हुँदैन, किन ट्याक्स पेयरले अलरेडी फेरि ट्याक्स आफ्नो प्रोग्रेसिभ हिसाबमा तिरिसकेका हुन्छन्। त्यही भएर त्यसमा चाहिँ तँ धेरै तिर भन्नु हुँदैन। त्यो चाहिँ अघि भनियो नि पब्लिक गुड भयो के, पब्लिक गुड भएपछि फेरि चाहिँ फरक गर्न मिल्दैन। अर्को चाहिँ मलाई लागेको चाहिँ बाहिरको मान्छे, स्वास्थ्य सिस्टमभन्दा बाहिरको मान्छे भएको कारणले यो रिफरल सिस्टमलाई एकदम कडाइसाथ लागू गर्यो भनेदेखि अहिले डुप्लिकेटिङ सिस्टमहरू एकदम ठिक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। नत्र अब म केही बिरामी भयो भने म सिधै एकैचोटि सबभन्दा ठुलो स्पेसलिस्टसँग पुग्छु कि अहिले पनि। अनि त्यसले अहिले आउट अफ पकेट खर्च बढेको कारण पनि त्यही हो, नचाहिने कुरो टेस्ट पनि गराएको छ होइन। त्यो एकदम स्ट्रिक्टली गर्नुपर्छ जस्तो लाग्छ। अर्को चाहिँ अब यो रिस्क पुलिङ गर्नको लागि त पाइको साइज बढाउनु पऱ्यो नि त। हामी कहाँ के भएको छ अहिले भने पाइको साइज नबढाउने, बाँड्न चाहिँ धेरै बढाउने। अब हामीले पोलिटिसियनहरूलाई पनि बुझ्नु नसके होला, जस्तो अघि सरले भन्यो नि 1 क्लिकमा देशैभरि हस्पिटल खोल्छु भने चाहिँ त्यो हामीले बुझ्नु नसकेर हो कि। त्यो कुरो चाहिँ गर्नुपर्छ र हामीसँग अहिले भएका सिस्टमहरूलाई इन्टिग्रेट गर्ने ठाउँ छ, त्यो इन्टिग्रेट गरेर लानुपर्छ जस्तो लाग्छ। Thank you very much. Final 2 points, if you want to say a final thought of the day. I mean, there is in Germany a saying of a left party, tax the rich. Yeah, and I think it's I'm getting older, and instead of getting more conservative, I'm getting more socialist in that. And I think you have to ask the rich to pay a fair distribution. I mean, wealth also gives you responsibility. It's not only there to give you to make fun. So it also gives you responsibility towards the society you live in. What is the fun if you are the only healthy person walking over hungry, suffering people when you leave your house? You cannot enjoy your money. So one has politically to explain that the rich also have a benefit if they make sure that society is stable, that poor people have, their children have access to education, that poor people have access to basic health services, because that they can also enjoy life better outside. So, but this is a societal dialogue, an understanding which one has to reach. Yeah, and that's where politicians come into place with their parliamentary discussion. How do you create that understanding that wealth is not only a personal issue but also a societal issue? At the end, they're earning money. So we need to continue our political dialogue and towards action. How do we implement that? I think so. Great, good. Thank you very much. मेरो लास्ट पोइन्ट छ, यो फ्रेगमेन्टेसन चाहिँ यो स्किमहरुमा मात्रै हैन कि, त्यो इनपुट लिने जुन टुल्सहरु छ त्यसमा पनि फ्रेगमेन्टेसन भएको छ, इनेबलरमा पनि फ्रेगमेन्टेसन छ। त्यो पोलिसी मेकरलाई आर्ट तीनवटा, एकाडेमिया, रिसर्च र टेक्नोलोजी एकदमै इनपुट र इनेबलर हो। आर्ट लिने आर्ट गर्यो भने फ्रेगमेन्टेसन आर्ट पनि चाहिन्छ। Okay, thank you very much. Thank you very much. Let me invite Anna for your quick reflection. A long summary. Thank you so much. Good morning, everyone. First of all, congratulations to the excellent speakers and interventions. Super interesting and super moderation. I know it's not easy to manage that kind of discussion, and also translators. I think you did an amazing job. Second of all, I would like to say that I have over 26 of experience working with different governments and politicians and technocrats. And over my career, I've met like 500 different ministers, secretaries from many different countries, technocrats, thousands of people. And what we always seem to see in many of the countries is like we, all of us, tend to focus on discussions on how do we change the system, because this is what we know, this is what we work on. And by the time we are actually able to do that, there are elections, there is disruption, there is something else, and we rarely have the chance to do that. So discussing, while it's excellent discussion and discussing like about high-level sort of system-level changes and technocratic solutions may not always be bringing the results that we want to achieve at the end of the day. Third, I think the questions posed here may not be tackling the actual problem. So we've heard during the morning presentation that there are 80 different schemes. Around 30% of the people are only covered by all those schemes. That means that people are voting with their money somewhere else, outside the schemes. So the discussion about whether we should coordinate those schemes
or not may not be solving the problem that we have, that many people are not being covered with the care. While it's super important and efficiency and kind of spending the money well and putting resources is very important, potentially covering people, especially the ones who actually need the care, with giving them opportunities to do that may be one of those solutions. So you asked me this morning, please provide concrete solutions, right? So I will be providing solutions not for the fragmentation, because I don't think it's a main problem. I will be providing solutions for how do we make sure that the people that are lacking the care may have better access to care. Number one, I think also Dr. Krishna was mentioning that, improve real access to care, physical and actual financial, and quality of care. So people will stop voting with their money and going to the private providers, although they may not necessarily actually providing better care, but they will start going to the public sector. Second, regulate the quality of care and how public and private works, and regulate how we measure and control the care in both sectors, so people can choose with their money where they actually go and be aware that this kind of care and this kind of facility will provide that kind of care. Third, think about the digital technologies and e-citizenship card, because that's the way we can actually coordinate and measure where people go, what services they use, and improve the enrollments in the insurance. Fourth, there are issues with the public insurance schemes, and one of the reasons why we know that private sector is not engaging with the public insurance scheme is because the claims and the processing and the regulations are inefficient. I'm going to stop there, but improving the relationship between public insurer and the processing of the insurance, both in terms of claims, time, and also strengthening purchasing power of the HIB, could also help attracting public sector to the private sector to the public insurance scheme. And last, think about, and then the last element of all those steps potentially could be the rethinking how do we design. So once we know where the people are, who the poor and vulnerable are, we don't know who they are, meaning we don't know how many poor and ultra poor we actually have in the country and where they are. So once fixing or starting this, working towards those issues, we can start thinking, okay, how do we coordinate between different schemes? How do we make sure they don't duplicate, and then start the work against the coordination and efficiency in that area. Thank you so much. Thank you, Anna. Well, excellent summary of all the discussion, and I could not agree anymore on enhancing access, the quality access, identifying the poor who are left behind, what are the mechanism and instrument that we use. A very important point, really. तपाईहरुको समय अलिकति बढी दिए 11 बजे नै मैले सक्छु भनेर कमिट गरेको थिएँ। एकदमै धन्यवाद हाम्रो प्यानलिस्टहरूलाई, जसले एउटा एकदम स्पष्ट सन्देशहरू दिनुभएको छ र केही प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ आफ्नो ठाउँमा बसेर हामी अब के गर्न चाहन्छौँ। अहिले भइरहेको कुराहरूलाई यो सामाजिक सुरक्षा, स्वास्थ्य सम्बन्धी सामाजिक सुरक्षा योजना एउटा प्राविधिक समस्या पनि हो, यो राजनीतिक समस्या पनि हो। यो प्राविधिक टेक्निकल एन्ड पोलिटिकल कुरालाई लिएर जाने कुरामा I really like that we need to continue our dialogue and move our actions towards the reality भन्ने कुरामा एउटा देखेँ। अर्को fragmentation अथवा दोहोरोपन, यसले चाहिँ it affects our efficiency, यसले हाम्रो कार्यकुशलतादेखि लिएर ultimately यसले financial protectionमा जुन हामीले ल्याउन खोजेको हो, हाम्रो स्वास्थ्यमा खर्च जुन पकेटबाट खर्च हुन्छ त्यसलाई घटाउन खोजेको हो, त्यसमा केही अगाडि बढ्न खोजेका छौँ तर अझै धेरै गर्नु बाँकी छ भन्ने कुराहरू राख्नुभयो। In this current juncture that Nepal to move forward to the USC, really we must strengthen governance. अघि सरले फाइनेन्शियल भन्दा पनि गभर्नेन्सको कुरा बढी गर्नुभएको थियो। अनि अर्को चाहिँ इन्टिग्रेसन मात्रै नभएर हार्मोनाइजेसन अनि रिस्क पुलिङका मेकानिजम्सहरूलाई रिडिफाइनिङ गर्ने, harmonizing the purchasing arrangement that we have, most importantly capacitating, empowering the
Health Insurance Board in order to deliver insurance scheme to the optimal level, leveraging digital tools, connecting people with the digitization, having efficiency, improving transparency and accountability. On this very USC day, मित्रहरू, हामी सबैको सामूहिक प्रतिबद्धता जरुरी छ र we will move forward towards the destination that we want to achieve. So यस्तो हामी सुखद दिनको परिकल्पना गर्छौँ जहाँ हाम्रो आउट अफ पकेट एक्सपेन्डिचर धेरै कम हुनेछ, गुणस्तरीय सेवाहरू हुनेछन्, रिस्क पुलिङ अझै व्यवस्थित हुनेछ र एउटा इन्टिग्रेटेड हार्मोनाइज्ड वेबाट हाम्रो वित्तीय स्वास्थ्य क्षेत्रमा वित्तीय लगानी अझ प्रभावकारी हुनेछ। यहाँहरू सबैलाई एकदमै धन्यवाद। सबैले ताली बजाएर उहाँहरूलाई धन्यवाद दिन, यहाँहरूको समय, सन्दर्भ र यो जुन विचारको लागि। मेरो कलिग्सहरू जुन यो सेसनलाई तयार गर्नको लागि, विशेष गरेर जिआइजेडको साथीहरू, हेल्थ इकोनोमिक एसोसिएसनको साथीहरू, आई रियली एप्रिसिएट एन्ड सल्युट यु टु मेक दिस कन्भर्सेसन लाइभ एन्ड बेटर। Any audience, participants, excellent energy, lot of vibration there. I wish I could come back more and more to really have your question and opinion. We will do that today. Thank you very much. Ayojagla dhanyavad. Thank you. Thank you so much, Dr. Sushil. I would be grateful if you could hand over the token of love to the panelists. अब राजनीतिक वृत्तमा यहाँलाई हेर्न पाऊँ हैन, तर अलि यता अगाडि बसौँ त। हो यो भने थ्याङ्क यू हजुर। सर अलि अगाडि एकदम सर त्यो अभाग्य। थ्याङ्क यू, आइदिनु भयो, आफ्नो विचारहरू राखिदिनु भयो। And finally, a token of love from Nepal. Thank you. Great. Can we take a group photo now? I mean, before we go for tea. First for the panelist and the moderator. Anna, would you like to join? Anna, please join us. Please, we don't look very charming without you here. And then if others start coming to the front, we can take a group conference photo. We have not managed yesterday since we didn't have enough time. So we can take a group photo. If you can come to the front, it will be quicker and we will save our time. सबैलाई अनुरोध, समूह तस्बिर खिच्नको लागि हामी अगाडि आइदियौँ। यो त निकाल्दैन होला नि। दादा भयो नि हुन्छ।